प्रबन्ध मिलाइदिनु भएको हो। अनि अब आजको हाम्रो यो कार्यक्रम औपचारिक नभए पनि हाम्रो साइकल कनेक्ट भक्तपुरको प्रेसिडेन्ट रियाज कर्मचारीज्यूलाई चाहिँ आजको यस कार्यक्रमको सभापतिको आसन ग्रहण पनि अनुरोध गर्दैछु र यो प्रेजेन्टेसनको भोलिन्टियरिङको लागि सपोर्टको लागि अनुरोध गर्न चाहन्छु होइन। त्यसपछि हाम्रो यस आजको पत्रकार सम्मेलन तथा अन्तर्क्रिया कार्यक्रममा विशेष अतिथि आउनेर हामीले आमन्त्रण गरेका छौँ, जो चाहिँ साइकल अभियान साइकल र यो पुरा च्यालेन्जसँग चाहिँ नजिकको र अगाडिदेखिको सम्बन्ध राख्नुहुन्छ। उहाँहरू हुनुहुन्छ प्रोफेसर डाक्टर तारालाल श्रेष्ठ सर। उहाँ चाहिँ त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी विभागको प्राध्यापक हुनुहुन्छ भने उहाँ लेखक पनि हुनुहुन्छ, अध्येता पनि हुनुहुन्छ। उहाँले लेख्नुभएको किताब साइकल सौन्दर्य किताब, उहाँको यो पाँचौँ प्रकाशन कृति हो। यो उहाँले चाहिँ नेपालको साइकलको इतिहास र अहिले साइकलमा भइरहेको विभिन्न गतिविधि अभियानहरूको एकदम बृहत अध्ययन गरेर 5 वर्ष लगाएर लेख्नुभएको किताब। उहाँको यो भर्खरै प्रकाशन आएको छ, करिब 1 वर्ष भर्खर होइन। र उहाँलाई आज हाम्रो यस विशेष अतिथिको निमन्त्रणा स्वीकार गरेर आइदिनु भएको नै धेरै धेरै धन्यवाद दिँदै आसन ग्रहणको लागि पनि अनुरोध गर्न चाहन्छु। तत्पश्चात आजको जुन हाम्रो विषयवस्तु रहेको छ कोरा भक्तपुरभन्दा अगाडि 2011 सालमा कोरा काठमाडौँबाट यो एउटा एकदम रिभोल्युसनरी नै भन्नु पऱ्यो एक हिसाबमा, एकदम इनोभेटिभ एउटा चाहिँ यो च्यालेन्जको सुरुवात गर्नुहुने पायोनियर हामीसँग हुनुहुन्छ राज गेवाली दाई। उहाँलाई पनि विशेष अतिथिको रूपमा हामी निमन्त्रणा स्वीकार दिने धन्यवाद दिँदै आसन गर्नुको लागि अनुरोध गर्न चाहन्छु। अब यो सँगसँगै आजको हाम्रो निमन्त्रणा स्वीकार गरेर आइदिनु भएको हाम्रो सम्पूर्ण एडभाइजरहरू, हाम्रो सिनियर दाईहरू, सँगसँगै हाम्रो साइकल कनेक्ट भक्तपुरका मेम्बरहरू, त्यसपछि पत्रकार साथीहरू, त्यसपछि यहाँ हाम्रो निमन्त्रणा स्वीकार गरेर आउनुभएको छ हाम्रो कृतन अवालजी होटल एसोसिएसन भक्तपुरबाट मैले देखिरहेको छु, उहाँलाई पनि म स्वागत गर्न चाहन्छु। साथसाथै हाम्रो जेनजी भाइ बहिनीहरू सबैलाई सोही स्थानमा आसन ग्रहण गरिदिएर म धेरै धेरै अनुरोध गर्न चाहन्छु। अब हामी ढिलो नगरिकन सिधै आजको मुख्य विषयवस्तुमा प्रवेश गर्छौँ। मैले सानो स्लाइड सो जस्तो बनाएको छु, एउटा यो कथा जस्तो पनि हुन्छ। सर्वप्रथम चाहिँ साइकल कनेक्ट भक्तपुर र कोरा चाहिँ कसरी नाता जोड्यो भन्ने कुरा हो। त्यसमा चाहिँ यो कोभिडको चाहिँ एकदम ठुलो रोल छ। हाम्रो 2020मा कोभिड पछि चाहिँ जुन तरिकाको लकडाउन भयो, एउटा चाहिँ रेगुलर पाथमा फ्लो भइरहेको कोरालाई त्यसले रोक्यो। त्यसपछि 2021मा चाहिँ कोराको चाहिँ मेन टिमले अब हामी अलिकति डिस्ट्रिब्युटेड फर्मेटमा आफ्नो स्थानमा चाहिँ कोरा गर्नु होला। त्यो बेला हाम्रो चाहिँ गभर्मेन्टको डिरेक्टिभ पनि थियो 15 जनाभन्दा बढी एक ठाउँमा भेला नहुनु भनेर। त्यो डिरेक्टिभ फलो गरेर उहाँहरूले चाहिँ अनलाइनबाट त्यसरी आह्वान गरेपछि भर्खरै हामी पनि अब यो लकडाउनमा घर बस्दा अल्छी लाएर बसेको बेलामा अब साइकल कनेक्ट भक्तपुर भन्ने एउटा यो लोगो पनि बनेको थियो। त्यो बेलामा नाम मात्र राखेर एउटा फेसबुक ग्रुप बनेको थियो। अनि हाम्रो सुनिल ख्याजु दाइले हामी गरौँ भनेर उहाँले त्यसरी गर्दाखेरि हामीले 4 दिनमा चाहिँ चिया बैठक बसेर, त्यो बेला सुनिल दाइ र मैले मात्र हो एक आपसा चिनेको, बाँकी हामीले कसैलाई चिनेको पनि थिएनौँ। यतिकै अनलाइनमा हामीले ल कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने आउनु भनेर बोलाएको एउटा चाहिँ सानो मिटिङबाट चाहिँ हामीले 2021मा चाहिँ कोरा भक्तपुर भनेर नाम राखेर त्यो बेला 50 किलोमिटरको एउटा रुट बनाएर कोराको च्यालेन्ज भक्तपुरमा हामीले सुरु गरेका थियौँ। त्यो अफिसियली अनअफिसियली जसरी भयो नि जे होस् एउटा म्याजिकल बिगिनिङ जस्तो पनि लाग्छ कहिलेकाहीँ। त्यो चाहिँ जुलाई 2021को कुरा हो। त्यही भएर मैले यहाँ राखेको छु यो कोभिड चाहिँ वेल्डर, यसले वेल्डिङ गरिदियो कोरा र साइकल कनेक्ट भक्तपुरको। र साइकल कनेक्ट भक्तपुर खासै त्यस्तो एकदम स्ट्रक्चर अर्गनाइजेसन के पनि थिएन त्यो बेलामा, एकदम रफ एकदमै फ्री फर्मेटको ग्रुप थियो। तर कोरा पछि चाहिँ जुन एउटा त्यहाँ उत्साहजनक हामीले 10-15 जना साथीहरू मात्रै गर्ने भनेको, तर त्यो 50 जनाको चाहिँ सहभागिता भएपछि त्यसले हामीले एकदम उत्साह थपिदियो। र त्यसको 1 महिनापछि लगत्तै हामीले फेरि एकचोटि ओपन कल गरेर एउटा हामीले चाहिँ मिटिङ बस्यौँ र साइकल कनेक्ट भक्तपुरको फर्स्ट कमिटी हामीले चाहिँ यसरी बनाइसकेपछि चाहिँ त्यसपछि साइकल कनेक्ट भक्तपुरको यात्रा निरन्तर चलिरहेको छ। रियाज भाइ, त्यो चाहिँ कसरी भयो भने यसमा चाहिँ मैले अरू धेरै कुरा गर्न, तर कोराको यात्राको विषयमा मात्र म कुरा गर्न चाहन्छु। काठमाडौँ कोरा 2011मा भयो। त्यसको लगभग 10 वर्षपछि हामीले 4 दिनको तयारीमा चाहिँ एउटा सिम्पल एडक अर्गनाइजेसन बनाएर कोरा गऱ्यौँ। 50 जनाको नगरकोटसम्मको 50 किलोमिटरको रुट बनाएर
त्यसले हामीले एकदम उत्साह थपेपछि हामीले हरेक महिना हरेक हप्ता हामीले प्रोग्राम गर्दै हाम्रो कम्युनिटी पनि एकदम स्ट्रङ हुँदै गयो र सेकेन्ड इयर चाहिँ हामीले कोरा चाहिँ अलिकति अर्गनाइज गरेर चाहिँ 100 जनाको टार्गेट राखेर हामीले चाहिँ कोराको तयारी गऱ्यौँ भक्तपुरमा। तर हाम्रो टार्गेट भन्दा 3 गुणा बढी मान्छेले कोरामा सहभागिता जनाइदिनु भयो। 300 जना चाहिँ आउनुभयो। त्यो बेला हामीले 75 र 100 किलोमिटरको रुट पनि इन्ट्रोड्युस गऱ्यौँ, जुन चाहिँ काठमाडौँ मोडलमै थियो। 50 किलोमिटरको 75 र 100 किलोमिटरको काठमाडौँमा जसरी कोरा हुन्थ्यो हामीले पनि त्यसरी नै कोरा चाहिँ अर्गनाइज गऱ्यौँ। त्यसपछि 2023 मा चाहिँ अब कोरालाई हामीले अलिकति ब्रान्ड पनि बनाउन लानुपर्छ, त्यसलाई केही न केहीमा कनेक्ट गर्न लैजानुपर्छ भनेर चाहिँ भक्तपुर बवाल हुन्छ भनेर एउटा स्लोगन चाहिँ हामीले अलिकति त्यो खालको चाहिँ अलिकति इनर्जेटिक स्लोगन हामीले बनायौँ र त्यो स्लोगनलाई चाहिँ कनेक्ट गरेर चाहिँ भक्तपुरसँग कोरालाई कनेक्ट गरेर चाहिँ अगाडि बढाउने हामीले प्रयास गऱ्यौँ। त्यो बेला हाम्रो 600 जनाको पार्टिसिपेसन भएको छ 2023 मा आउँदाखेरि, एकदम निरन्तर बढ्दै गइरहेछ। र 2024 मा आउँदाखेरि चाहिँ एकदम म्यासिभ हामीले चाहिँ अब के गर्ने त, अब काठमाडौँलाई जित्दिनु पऱ्यो भन्ने खालको भयो। अब जित्दिने अब काठमाडौँलाई अब होइन, काठमाडौँको सब मान्छे तान्ने भक्तपुरमा, किनभने भक्तपुरमा आउने जसले पनि भक्तपुरको रुट एकदम राम्रो, यस्तो राम्रो रुट होइन। त्रिशुल डाँडा यता चाङ्गु नारायण नगरकोटतिरको रुट, यता रानीकोटको च्यालेन्जहरू गाह्रो पनि रमाइलो पनि होइन। अब त्यो 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 एड्रेनालिन हन्टरहरूलाई सिकरहरूलाई चाहिँ एकदम भक्तपुर रुट चाहिँ रमाइलो लाग्यो भनेपछि अब यसको चाहिँ अलि मार्केटिङ गरौँ, प्रमोसन गरौँ भनेर हामीले डिजिटली एकदम एक्टिभ भयौँ र काठमाडौँलाई जित्यौँ पनि अलिकति होइन दाजु। त्यो बेला काठमाडौँको भन्दा चाहिँ हाम्रो अलिकति बढी थियो र त्यो बेलामा चाहिँ हामीले म्यासिभ कम्युनिटी अनबोर्ड गरौँ। र कम्युनिटी इज आवर स्ट्रेन्थ भन्ने एउटा चाहिँ हाम्रो आइडिया, एउटा चाहिँ हाम्रो भिजनले चाहिँ काम गर्यो। लगभग 80+ अर्गनाइजेसन चाहिँ त्यो बेला अब इन्भल्भ हुनुहुन्थ्यो, हरेक सरकारी गैर सरकारी होइन, एनजिओजहरू, त्यसपछि प्राइभेट स्टेक होल्डर्सहरू, अनि त्यसपछि विभिन्न हाम्रो स्कुल्सहरू, क्लब्सहरू, सबैजना 80+ अर्गनाइजेसन हाम्रो चाहिँ अनबोर्ड हुनुभयो। र भोलिन्टियर्स मात्र त्यो कोराको दिनमा 200 जनाभन्दा बढी हुनुहुन्थ्यो पुरै रुटभरि चाहिँ। तपाईँको डिरेक्सन भोलिन्टियर, तपाईँको खानाको लागि, अनि त्यसपछि मेडिकल सपोर्टको लागि बाइकमा भोलिन्टियर गर्नेदेखि लिएर सबैजना हामी 200 जना भोलिन्टियर हुन्थ्यो। एकदम म्यासिभ भयो त्यो इभेन्ट। अनि साँच्चैकै त्यो बेला चाहिँ भक्तपुर बवाल हुन्छ भन्ने स्पिरिटले चाहिँ सार्थकता पनि पाएको जस्तो 2024 मा आएर त्यो भयो। र 2025 मा आउँदाखेरि हामीलाई फेरि एउटा नयाँ एक्सपेरिमेन्ट गर्न मन लाग्यो है। अब हामीले खाना खुवाउँदाखेरि होइन, ठाउँ ठाउँमा जुस खुवाउँदाखेरि, जीवनजल खुवाउँदाखेरि, बाइकले बोकेर लग्दाखेरि, गाडीले बोकेर लग्दाखेरि यति मान्छे आउँदो रहेछ, केही नगर्दाखेरि चाहिँ आउँछ आउँदैन त होइन। यो चाहिँ अब साथीहरूले के भन्नु भन्दाखेरि स्पुन फिडिङ गरेर चाहिँ धेरै आएको भक्तपुरमा भन्ने खालको पनि अलिकति यस्तो क्रिटिकल कमेन्ट्सहरू आएपछि ल त्यसो भए एकचोटि स्पुन फिड नगरौँ, साँच्चीकै चाहिँ कोराको स्पिरिट बोकेर कोराको च्यालेन्जलाई अपनाउने चाहिँ कतिजना हुनुहुन्छ होला भन्ने कुरालाई हामीले चाहिँ टेस्ट गरौँ भनेर 0 बजेटमा हामीले लास्ट इयर गऱ्यौँ। 1 रुपियाँ पनि हामीले इन्भेस्ट नगर्ने, एउटा पनि हामीले चाहिँ कसैसँग पनि सपोर्ट नमाग्ने, के पनि नगर्ने। जो राइडर हुन्छ उहाँ आफै भोलिन्टियर, एकअर्कालाई हामीले सपोर्ट गर्ने, त्यो स्पिरिटमा चाहिँ हामीले डिजिटल कोरा भनेर अनि सबै चाहिँ म्यानेजमेन्ट पनि हामीले चाहिँ WhatsApp ग्रुप बनाएर लाइभ ट्र्याकिङ गरेर कसैलाई सपोर्ट चाहिन्छ भने चाहिँ इमर्जेन्सी हामीले सपोर्ट गर्ने, अन्यथा चाहिँ आफ्नो हिसाबमा आफ्नो पेसमा चाहिँ जुन काठमाडौँले चाहिँ अहिलेसम्म गरिरहेको छ उहाँहरूले एकदम कम्युनिटीलाई राइडर्सहरूलाई नि एउटा चाहिँ जुन फ्रिडममा चाहिँ राइड दिनुभएको छ त्यो गऱ्यौँ। त्यो गर्दाखेरि मान्छे हामीले चाहिँ सोचेको थियौँ 100 जना जति त आउँला कम्तीमा भनेर, तर त्यो बेलामा लगभग 500 जनाले रेजिस्टर गरेको र यसले पनि ओहो ल जे होस् भक्तपुरको पनि एउटा चाहिँ कोराको चाहिँ राम्रै रहेछ एउटा चाहिँ इमेज भनेर चाहिँ हामीलाई चाहिँ त्यसले एकदम कन्फिडेन्स दियो, एकदम कन्फिडेन्स त्यसले दियो। र यसपालि अब हामी कोरा गर्न खोज्दैछौँ र यसपालिको कोराको चाहिँ अवधारणा भनेको चाहिँ कोरा जात्रा भने एकदम जात्रा एकदम फेस्टिभ मोडमा हामीले चाहिँ कुरा गर्दैछौँ। यस विषयमा डिटेलमा हामी कुरा गर्दै जानेछौँ र यो सबै कुरा मैले गरिरहँदाखेरि कोरा के हो र कोरा भनेको कसरी सुरु हो भन्ने कुराको चाहिँ स्वयं होइन फ्रम द म्यान हिमसेल्फ राजदाईले नि भन्नुहुन्छ होइन, हाउ डिड इट बिगेन एन्ड होइन हाउ इज इट गोइङ भनेर चाहिँ उहाँलाई म बोल्नको लागि आमन्त्रण गर्न चाहन्छु। ओहो कस्तो राम्रो, थ्याङ्क यू सो मच है। नमस्कार सबैजनालाई। कस्तो फोटो हो यो त, आफैलाई देखेर छक्क पऱ्यो म त के हो न। अनि सो हाम्रो श्रीमान श्रीमती पनि आइसक्नु रहेछ यहाँ। बाई द वे उहाँहरूको एउटा टक पनि हुन्छ योपालि जात्रामा काठमाडौँमा वेन्सडे होइन, आई थिङ्क एट मोक्स। एनिवे सो कोरा चाहिँ अब कस्तो भयो भने 16 वर्ष भयो अहिले, दिस द 16th एडिसन होइन, 16th एडिसन अफ द कोरा। अब सुरुवात गर्दाखेरि चाहिँ एउटा सिम्पल आइडियाबाट सुरु भएको हो। त्यो कहानी चाहिँ अलिकति भन्नु मजा पनि आउँछ, कतिलाई थाहा पनि होला कतिलाई थाहा नहोला, त्यो आफ्नै ठाउँमा छ होइन। सुरुवातमा चाहिँ के भयो त्यो भन्दाखेरि
वास्तवमा एउटा 16 वर्षको ब्रिटिस केटा म्याक्स भन्ने उसको आमाले चाहिँ लौ न के अरे मेरो छोराले भलन्टियर गराइदेऊ नेपालमा भन्यो होइन, केही कुरा सिक्ला 2 कुरा सिक्ला भनेर भन्यो उसले होइन। उनीहरू चाहिँ अलिक ठुलै कम्पनीको युकेमा ट्राभल कम्पनी, म त ट्राभल लाइनको मान्छे परेँ। अनि हुन्छ हेरिदिउँला भने मैले होइन। अनि उनीहरूले के भन्यो भने आएर उसले त के अरे एउटा अर्फनेजमा काम गर्ला, स्कुलमा काम गर्ला, अलिकति पैसा बोकेर आउँछ, गाह्रो छैन, पैसा त ल्याइहाल्छ नि उसले भन्यो उनीहरूले होइन। अब त्यो धनी केटाले पैसा लिने भनेको यसो आमा बाबाबाट माग्ने, साथीबाट माग्ने हो। उनीहरू स्की हलिडे गएको रहेछन् फ्रान्समा, 4000 पाउन्ड हो कति उठाइहालेछ उसले एकैछिनमा होइन। अनि त्यति गरेपछि मैले के भन्यो भने 16 वर्षको केटाले 4000 पाउन्ड त्यतिकै हातमा दिएर ला तैँले डोनेट मात्रै गर भन्यो भने के मजा आयो। केही अलिकति एफर्ट त हालोस् न उसले त्यति कमाउनलाई होइन। त्यो एफर्ट हाल्यो भने एटलिस्ट उसले त केही कुरा बुझ्छ नि, अलिकति पसिना चुहायो भने पैसा आउँदो रहेछ, त्यसलाई मैले लगानी गर्छु कतै भन्ने कुरा गऱ्यो भने चाहिँ राम्रो हुन्छ भन्ने कुरा आयो। अनि त्यो आइडियामा अब त्यसै पनि अब अलिकति साइकल प्रेमी नै परेँ, अलिकति माउन्टेन बाइकिङ मनपर्ने। अनि काठमाडौँमा चाहिँ के देखियो भन्दाखेरि काठमाडौँमा एउटा रुट बनाउनु पऱ्यो भन्ने कुरा आयो, एउटा च्यालेन्ज। अब त्यो च्यालेन्ज गऱ्यो भने च्यालेन्ज त गर्नु सजिलो छ होइन। गएर के अरे चन्द्रगिरी गए पनि च्यालेन्जै हो होइन, लेले गए पनि च्यालेन्जै हो, भक्तपुरतिर आए पनि च्यालेन्जै हो होइन, के अरे सिन्धुली गए पनि च्यालेन्जै हो। च्यालेन्ज त जता गर्नु पनि सक्यो होइन, ककनी गयो पनि भयो, जहाँ गयो पनि भयो। तर के भयो भने रुट चाहिँ जहिले पनि टाढो जाने मात्रै भयो क्या नेपाल काठमाडौँमा चाहिँ। सबै यस्तो त्यो जस्तो नि के अरे माछा काँडा जस्तो उतातिर मात्रै जाने क्या। अनि त्यो गयो भने के भयो भने गएर फेरि फिर्ता आउनु पऱ्यो, दुःख पनि हुने भयो होइन। अनि त्यो गरेपछि चाहिँ आइडिया चाहिँ के आयो भने बरु सर्किट बनाऊँ, सकेन भने घर आउनु पायो आनन्दले होइन। गोलो घुमेपछि त कतै जताबाट पनि घर आउनु पायो नि भनेर चाहिँ त्यो सर्किटको चाहिँ हामीले अलिकति ट्राई गऱ्यौँ। अनि जोजन गुरुङ भन्ने साथी थियो मेरो, जोजन चाहिँ धेरै साइकल गरिसक्यो काठमाडौँमा। रुट खोज्नु यति गाह्रो पऱ्यो कि तपाईँले पत्याउनुहुन्न होइन। छेउ यस्तै जोडिने रुटहरू छैन कि कतै पनि। अनि कोहीलाई साइकल बोक्नुपर्ने, कोहीलाई के गर्नुपर्ने, अहिले पो बाटो छ र सजिलो छ, त्यति बेला केही पनि थिएन। अनि हामीले खोज्दा 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 कति ठाउँमा त हराएर त्यो मनमैजीतिर त घुमेर फेरि त्यही ठाउँमा आइपुग्यो, के गर्यो त्यति गरेपछि 50 किलोमिटरको निक्ल्यो एउटा रुट। अनि त्यति गर्दाखेरि ल गर्ने भनेर जुलाईमा हामीले गर्दाखेरि अनि नेपाली एउटा भाइलाई पनि ल तँ पनि 16 year old 2जना मिलेर गरौँ, किनभने विदेशीले मात्रै गर्ने भनेर चाहिँ एउटा सानो सपोर्टहरू लिएर एउटा जिप लिएर गएर बौद्धमा मोमो खाएर हामीले राइड हान्यौँ होइन। राइड हान्यौँ। अनि राइड हान्दाखेरि ल साथीभाइहरूलाई भन्दाखेरि तेरो राइडमा को जान्छ स्याटरडे, मजाको अरू राइडहरू छँदैछ नि भने मान्छेहरूले होइन, साथीहरूले। अनि लक्किली के भयो भने ब्रिटिस आर्मीको स्याटरडे राइडले चाहिँ जोइन गर्यो हामीले। अनि ब्रिटिस आर्मीको स्याटरडेको राइडले जोइन गर्दाखेरि 35 जना भयो नि त होइन, 35 जना भयो। अनि नेक्स्ट इयर चाहिँ आइडिया के आयो भन्दाखेरि विदेशीले किन पैसा कमाउने, हामीले गर्नु सक्छौँ नि, हामीलाई गरौँ, नेपाललाई नै गरौँ केही कुरा भनेर गरेर हामीले चाहिँ अलिकति त्यसको भनौँ न अनलाइन सोसियल मिडियामा हाल्दाखेरि जुन इन्ट्रेस्ट देखिरहेको थियो त्यसको आधारमा हामीले चाहिँ ल यसलाई 50लाई फेरि गरौँ भन्दाखेरि के भयो भन्दाखेरि 150 जना त आउलान् नि भनेको 500 जना आइदियो हो। 500 जना आइदिए। सेभ द चिल्ड्रेन थियो, पछाडि अलिकति जर्सी बनाएको थियौँ, जर्सी नपुगेर त्यहाँ हारा लुज भयो, झगडा हुन आँट्यो, मान्छेको किसिम हुन आँट्यो। बर देख्दाखेरि त ल कम्युनिटी रहेछ यहाँ, डेफिनेटली देयर इज अ कम्युनिटी होइन द्याट वान्ट्स टु इन्जोय साइक्लिङ भनेर। अनि त्यो पछि के भयो भने त्यो पछि सबै एक्सर्साइज 2012देखि जब CCNN पनि सँगै आयो, साइकल सिटी नेटवर्क नेपाल पनि सँगै आयो, त्यति गर्ने बित्तिकै उनीहरू एक्टिभिस्ट, म अर्गनाइजर होइन। त्यसरी गरेर हामीले चाहिँ मार्केटिङ गर्नु सक्ने गर्दाखेरि चाहिँ हामीले के देख्यौँ भन्दाखेरि मेबी दिस इज अ चान्स टु क्रिएट अ साइक्लिङ कम्युनिटी नेपालमा होइन। एउटा साइक्लिङ कम्युनिटीलाई चाहिँ अगाडि बढाउन सकिन्छ होला, जुनले चाहिँ नेपाललाई पनि एउटा केही टेवा दिनुसक्छ र साइक्लिस्टको एउटा इमेज पनि माथि पुर्याउन सक्छ। जबकि हामीले एउटा कुनै पनि सोसल कजमा हामीले पैसा हाल्यौँ भने, हामीले उठाएको पैसा हामीले हाल्यौँ भने साइक्लिस्टले पसिना चुहाएर गरेको हो, अलिकति एउटा सडन एफर्ट गरेको हो भनेर चाहिँ गर्नुसक्छ होला भनेर चाहिँ त्यो एउटा सानो आइडिया। एन्ड टु ह्याभ फन, नो नाराबाजीको र्याली गर्नु खोजे होइन, कसै पोलिटिकल पार्टीसित होइन, कुनै केहीसित होइन, रमाइलो मात्रै गर्नु खोजे हो। कम्युनिटीले सँगै मिलेर रमाइलो गर्ने, तर एउटा कजको लागि गर्ने, एउटा कज राख्ने, त्यसको कजमा पैसा हाल्ने अनि रमाइलो गरेर त्यति मात्रै होइन। फेरि साइक्लिङ कस्तो भयो भने साइक्लिङ गर्ने कतिजना छ मान्छे काठमाडौँमा भन्यो भने अहिले सोध्यो भने राम्ररी थाहा हुँदैन, उहाँलाई चाहिँ थाहा छ होला 1 लाख जना जति छ वास्तवमा साइक्लिङ गर्ने। तर कति मान्छेहरू
जाँड बोक्नलाई मात्रै पनि हो, कोही तरकारीलाई पनि हो, कोही केला हो होइन। रमाइलो गर्नलाई कति रहेछ त, रमाइलो किन नगर्ने त साइक्लिङमा? रमाइलो गऱ्यो भने पो साइक्लिङ अगाडि बढ्छ भन्ने कुरा चाहिँ एउटा कन्सेप्ट राखेर गर्दाखेरि चाहिँ अब त्यही जर्नी त्यसलाई छोडिदिउँ कसरी गयो त होइन। त्यही जर्नी अहिले हेऱ्यो भने 22वटा लोकेसन छ आज होइन। अहिले पनि फोन आउँछ नयाँ लोकेसनले, अस्ति भर्खरै बाह्रले ल हामी पनि गर्ने भने, पछि भर्खर निजोडले म पनि गर्ने भने होइन। गर्नुहोस् एकदम कपी लेफ्ट इभेन्ट भन्छ हामीले होइन। एउटा खाका दिएको छ आफै गर्ने हो, जसरी गर्ने हो डजन्ट म्याटर होइन। त्यसरी गरेर गऱ्यो भने जहाँ पनि गरे हुन्छ। सो नो कम्पिटिसन भाइ, देयर इज नो कम्पिटिसन एट अल। जसले जसरी गरे पनि हुन्छ, इज नट अ प्रब्लम। तर खाका हामीले चाहिँ दिएको चाहिँ के छ भने रमाइलो हुनु पऱ्यो, नाराबाजी हुनु भएन, पोलिटिक्स हुनु भएन होइन। एउटा केही न केही कजलाई सपोर्ट गर्नु पऱ्यो, नेसनललाई गरे पनि हुन्छ, लोकललाई गर्दा पनि हुन्छ। तर के छ भने साइक्लिस्टको इमेज बढ्नु पऱ्यो त्यसले गर्दा, द्याट वी आर पार्ट अफ कम्युनिटी, द्याट वी डु समथिङ गुड। हामी रमाइलो पनि गर्छौँ, नाच्छौँ पनि, सबै पनि गर्छौँ, तर वी अल्सो डु समथिङ गुड भन्ने कुरा चाहिँ एउटा पोजिटिभ इमेज चाहिँ जाने। र साइक्लिङ कम्युनिटीलाई बढाउने हो भने चाहिँ अर्को कुरा चाहिँ के गर्नु थाल्यौँ भन्दाखेरि साइक्लिङलाई मिल्ने कुराहरूसित चाहिँ कनेक्ट गर्नु थाल्यौँ होइन। के चाहिँ मिल्छ त साइक्लिङसित? स्पोन्सर हामीले खोज्यौँ भने पनि नमिल्ने स्पोन्सर हामी लिँदैनौँ। फर इक्जाम्पल कोका कोला लिँदैनौँ फर इक्जाम्पल। काठमाडौँमा त भेरी स्ट्रिक्ट अबाउट इट होइन। अरूतिर कोइला भएको छ, एगेन कान्ट हेल्प एभ्रिथिङ, सबैतिर कन्ट्रोल गर्नु गाह्रो छ। तर हामीले चाहिँ सक्दो ड्रिङ्क्सहरू पनि रङ ड्रिङ्क्सहरू प्रमोट नहोस्, बरु आफ्टर पार्टीमा बियर खायो भने चाहिँ नो प्रब्लम। तर मेन इभेन्टमा चाहिँ गर्नु भएन, मेन इभेन्टमा नहुने कुराहरू हामीले गर्नु। त्यही भएर अहिलेसम्म वाइवाई पनि छोएको छैन हो। हामीले गएर कहिले पनि पैसा मागेको छैन उनीहरूलाई, नो हामीले मतलब छैन भन्छ हामीले होइन। सो त्यो चाहिँ के भने एउटा साइक्लिङको कम्युनिटी पनि बढ्नु पऱ्यो। प्लस नयाँ राइडरहरूले राइड भनेको के हो भने इन्जोय गर्नु पऱ्यो। साह्रै मान्छेलाई होइन हातले नै डोराएर, खाना नै खुवाइदिएर होइन, गियर पनि लगाइदिएर, साइकल पनि दिएर गऱ्यो भने त त्यो त पोलिटिकल पार्टीले गर्ने खाले स्टाइल हो, राइड गर्ने स्टाइल होइन। राइड गर्ने भनेको आफै तयार भएर जाने हो। अलिकति म्याप पनि हेर्नु सक्नु पऱ्यो, अलिकति होइन सपोर्ट हुनु सक्नु पऱ्यो। कतै कतै साइनेज रहेछ भने त्यो ठाउँमा आँखा जानु पऱ्यो होइन। आँखा उता घुमाएर त्यो साइनेजै नहेरेर जाने त्यो पनि मतलब भएन। राइड त त्यस्तो त हुँदैन। सो राइडिङ सिकाउने हो भने एज अ कम्युनिटी हामी सँगै गऱ्यौँ भने याक एट्याक गरेको मान्छेसित पनि राइड गर्नु पायो, नेसनल च्याम्पियनसित पनि राइड गर्नु पायो होइन, भर्खरै सिक्दै गरेकोसित पनि राइड गर्नु पायो होइन। जर्सा पनि सँगसँगै राइड गर्नुहुन्छ, ई बाइक पनि सँगसँगै राइड गर्छ, डजन्ट म्याटर, सबैले गरे हुन्छ होइन। सो द्याट इज द होल आइडिया। अनि त्यो कन्सेप्टबाट चाहिँ लिएर आज चाहिँ अहिलेको स्थितिमा इफ आई क्यान टेल यु राइट नाउ, प्रेस कन्फरेन्स पनि भएको हुनाले 3600 रेजिस्ट्रेसन छ अहिले होइन। अहिलेसम्म ग्यारेन्टिड अब 2 हप्तामा 6000 कट्छ, त्यो अलमोस्ट ग्यारेन्टिड छ होइन। 6500 लास्ट इयर 6500 थियो होला, यो वर्ष 6500देखि 7000सम्म पुग्छ होला रेजिस्ट्रेसन्स। टोटल डिस्टेन्स मान्छेले कमिट गरेको 3 लाख किलोमिटरभन्दा बढी हुन्छ। द्याट इज मेनी टाइम्स अराउन्ड द अर्थ, मेनी टाइम्स इन वान डे। इट्स क्रेजी नि फिगरहरू हेर्ने हो त, अनबिलिभेबल फिगर छ क्या होइन। अब हामीले नेसनल कज प्रोजेक्ट एडुकिकलाई राखेछौँ, तर तपाईँहरूको आफ्नै कज छ विच इज फ्यान्टास्टिक। बिरतामरको आफ्नै कज छ, फ्यान्टास्टिक होइन। प्रोजेक्ट एडुकिकले चाहिँ बच्चाहरूलाई स्कुलमा राख्नुलाई फुटबलको ट्रेनिङ दिइरहेछ। अनि त्यसलाई यो वर्ष किन छानेको भन्दा एक सरलाई टाढै जाम भनेर, काठमाडौँबाट जहिले पनि काठमाडौँ नै हुन्छ वरिपरि प्रोजेक्ट, अलिक टाढै जाम भनेर, अर्को चाहिँ वर्ल्ड कप इयर अलिकति फुटबलसित रिलेटेड मै गरौँ भनेर चाहिँ हामीले चाहिँ प्रोजेक्ट एडुकिकलाई सपोर्ट गर्ने भनेर हामी नेसनल कज राखेछौँ। तर लोकल कजेसहरू जता गर्दा पनि हुन्छ, प्रब्लम छैन। एचिभमेन्ट्स हेर्ने हो भने चाहिँ अपार्ट कम्युनिटी बढेकोमा मलाई लाग्ने चाहिँ 2-3टा कुरा छ एज अ फाउन्डर भनौँ न। एउटा चाहिँ स्प्रेड कम्युनिटी, जस्तो भक्तपुरले उठायो, अरू नयाँ लोकेसनमा आएको त्यो स्प्रेड चाहिँ एउटा फिलिङ अफ वाननेस हुन्छ नि होइन। हामी जहाँ पनि गयो भने कोरा गरेछ भन्छ मान्छेहरूले होइन, ए तपाईँ नि कोरा राइडर हो, कोरा राइडर भन्छ। त्यो कुरा चाहिँ एकदमै एउटा नाइस कम्युनिटी अराउन्ड नेपाल, एउटा कुरा चाहिँ। अर्को कुरा चाहिँ स्प्रेड बियोन्ड नेपाल। सिङ्गापुरमा अहिले कोरा, आज योपालि के अरे सिलगढीमा नि हुँदैछ होइन, के अरे भ्यान्कुभरमा गर्दैछ कोरा, सिडनीमा हुँदैछ कोरा। सो यो चाहिँ के भने एउटा नेपाली ब्रान्ड हो कोरा भन्ने होइन। एउटा मन्दिरको वरिपरि परिक्रमा गर्ने हो होइन, एउटा स्तूपको वरिपरि परिक्रमा गर्नेलाई कोरा भनिन्छ। त्यो ग्लोबल लग्नु सकिन्छ भने कति राम्रो होइन। नेपालबाट ग्लोबल जाने के छ, केही पनि छैन होइन। अनि त्यसलाई चाहिँ हामीले लग्नु, साइक्लिस्टै लग्नु सकिन्छ भने त गरौँ न भन्ने कुरा चाहिँ एउटा एकदम मलाई प्राइड लाग्ने कुरा। अर्को चाहिँ के भन्दाखेरि
वुमेन पार्टिसिपेसन। जुन हामीले पहिला कोरा गर्दाखेरि हामीले इभेन्ट ब्राइटबाट रेजिस्ट्रेसन गराउँथ्यौँ, अनि इभेन्ट ब्राइटबाट रेजिस्ट्रेसन गर्दा नि हामीले मोनिटर गर्थ्यौँ कतिजना छ फिमेल मेल भनेर। काठमाडौँमा हामीले 3% 4% पाउँथ्यौँ पहिला। लास्ट इयर 34% 35%। सो वुमेन राइडर त्यो रेजिस्ट्रेसन गरेको चाहिँ एउटा सानो एडभान्टेज के छ भने यो सबै डाटाहरू निकाल्नु सजिलो हुन्छ हामीलाई, होइन? एउटा कुरा चाहिँ। अर्को चाहिँ हामीले कसरी अरूहरूलाई पनि जोड्नु सकेछौँ। जस्तो कोरा चाहिँ 2017-18 होला इज द ओन्ली स्पोर्टिङ इभेन्ट द्याट इज फुल्ली इन्स्योर्ड। एचएआईले फुल्ली इन्स्योर्ड गरिदिन्छ। देशभरिको राइडर इन्स्योर्ड, कतै इन्जुरी भइहाल्यो भने हस्पिटलको ट्रिटमेन्ट मजाले हुन्छ, होइन? अनि त्यो कुरा एचएआईले चाहिँ हिमालयन एभरेस्ट इन्सुरेन्सले चाहिँ यो कुरा बुझ्यो, एउटा कम्युनिटीलाई सपोर्ट गर्ने के हुन्छ भन्ने कुरा। उनीहरूलाई खासै खर्च केही पनि हुँदैन वास्तवमा, तर हामीले एन्ड दे अल्सो स हाम्रो राइडमा धेरै इन्जुरी पनि हुँदैन। अनि कचापुचो अलिअलि चोटपटक लागेको मान्छेले मतलब पनि राख्दैन, हो? राइडरहरू हो खासै, होइन? एकचोटि लडेको केही पनि हुँदैन, केही भाँचिहाल्यो भने चाहिँ यस हस्पिटल जान्छ भनेपछि उनीहरूलाई पनि बेनिफिट। सो इन्सुरेन्सलाई पनि जोड्नु पाइयो, हो? त्यसरी अरू कम्युनिटीलाई पनि जोड्नु पाइयो। अहिले आएर जात्रा भनेर हामीले चाहिँ नयाँ गर्दाखेरि यो वर्ष चाहिँ विच आइ एम भेरी ह्याप्पी, भक्तपुर इज अल्सो पिकिङ इट अप। हामीले चाहिँ एउटा खाका नै एक हप्ताको जात्रा नै किन नगर्ने त? जबकि महाजात्रा चाहिँ राइड हुन्छ भने पहिलेदेखि जात्रा गरौँ, संवाद गरौँ, मुभी देखाऊँ, होइन? किसिम गरौँ भन्दाखेरि चाहिँ अहिले आएर चाहिँ एक हप्ताको लागि हामीले गर्दैछौँ। अनि त्यो चाहिँ एउटा नयाँ डेभलपमेन्ट हामीले गर्नु सक्ने, यत्रो कम्युनिटी भएपछि नयाँ कुरा गर्नु सजिलो छ। अहिले आएर क्युएफएक्समा मुभी देखाउँदैछ किम्ससित मिलेर। मुभी फेस्टिभलसित हामी कहिले जोड्नु सक्दैनौँ, अहिले जोडियो, होइन? मुभी फेस्टिभल अहिले कान्ता दब्दरले कन्सर्ट गर्दैछ, म्युजिसियनसित पनि जोडिदिलो जा, होइन? म्युजिसियनसित पनि किन नजोड्ने? जोडिदिने नि त। साइक्लिङ छ जता पनि जोड्नु मिल्छ। पहिला त हामीले 1974-80 को कन्सर्ट पनि गरायो, होइन? पहिला, अहिले त एफोर्ड गर्नु सक्दैन उनीहरूलाई, तर पहिला त हामीले गर्नु सक्थ्यो साथीहरू भनेर गर्दैन भने गरिदिने, होइन? ऊ पनि फेरि निराकर पनि साइक्लिस्ट, सजिलो थियो गराउनलाई, होइन? सो यो चाहिँ हाम्रो फ्युचरमा पनि यो गोल चाहिँ कतै पनि चेन्ज हुँदैन मेरो विचारमा। र होपफुली हरेक ठाउँमा जहाँ हुन्छ यो कुरा चाहिँ फैलिँदै जान्छ, सो द्याट होटेल्स गेट इन्टु इट, टुरिज्म गेट्स इन्टु इट, हेल्थ गेट्स इन्टु इट, एजुकेसन गेट्स इन्टु इट, होइन? भोलि स्कुलहरू लाग्लान्। अनि त्यो भयो भने चाहिँ आई थिङ्क दिस इज रियली ग्रोइङ इन्टु समथिङ द्याट इज क्वाइट म्याजिकल। प्राउड हुनुपर्ने एज साइक्लिस्ट हामीलाई चाहिँ के हो भन्दाखेरि एज अ कम्युनिटी दिस इज द लार्जेस्ट इभेन्ट इन साउथ एसिया। योभन्दा ठुलो इभेन्टै छैन, इन्डियामा छैन भनौँ न। 1.5 बिलियन मान्छे भएकोमा छैन भने तिनीहरूले त्यति गर्नु सक्दैन भने हाम्रो त कम्युनिटी छ, होइन? वी वर्क टुगेदर एन्ड वी डु दिस म्यासिभ इभेन्ट, होइन? सो यो कुरा चाहिँ हाम्रो ठुलो प्राइड हो, र द कम्युनिटी इज आवर बिगेस्ट प्राइड, नो डाउट्स। जुनको चाहिँ माया पाएको छौँ, जुन चाहिँ कोरा भनेपछि उहाँहरू आइदिनुहुन्छ र राइड गरिदिनुहुन्छ, रमाइलो गरिदिनुहुन्छ, नाच्नुहुन्छ, गाउनुहुन्छ, होइन? त्यो चाहिँ एउटा ठुलो एचिभमेन्ट र उहाँहरूको मलाई चाहिँ एकदम प्राउड हुने कुरा। स्पोन्सरहरू अफकोर्स इट्स क्वाइट टफ, इट्स नट इजी साइक्लिङमा स्पोन्सरसिप बुझाउनलाई। सानो इभेन्टमा कर्पोरेटहरूले टन्नै पैसा हालेको देखिन्छ, तर ठुलो इभेन्टमा पैसा हालेको देखिन्न फेरि, हो? सो इट्स काइन्ड अफ लाइक कन्फ्युजन। त्यो चाहिँ कसरी सल्भ गर्ने अझै पनि सल्भ गर्नु सकिएको छैन। द ओन्ली रिजन इज मोनेटाइज गर्नु खोजेको होइन, द्याट इज भेरी इम्पोर्टेन्ट टु अन्डरस्ट्यान्ड। देयर इज नो निड टु मोनेटाइज समथिङ लाइक कोरा। त्यही भएर हामीले अहिलेसम्म कोहीलाई टाइटल स्पोन्सरसिप पनि दिएको छैन। टाइटल स्पोन्सरसिपको थुप्रोचोटि कुरा आइसकेको छ। ठुलो कमिटी दिएपछि टाइटल स्पोन्सर भन्नेहरू आउँछ। हामीले चाहिँ के भन्छ, नो दिस इज अ कम्युनिटी इभेन्ट, नो टाइटल स्पोन्सरसिप्स। चाहेको छैन, कसैबाट पैसा बनाउनु परेको छैन। हामीले जर्सी पायौँ भने राइडरलाई दिने हो, मेडल बन्यो भने राइडरलाई दिने हो, बफ बन्यो भने मेडल राइडरलाई दिने हो, होइन? अनि त्यो पनि कस्तो भने फर इक्जाम्पल योपालि सबैले बफ पाउँछ ग्यारेन्टिड। 6000वटा बफ बनिसक्यो। कसले भन्दा टी सर्ट नेपालले आफैले गरिदिएला जा। वी लभ द साइक्लिङ कम्युनिटी, हामी गरिदिन्छौँ भनेर उहाँहरूले 6000वटा बनाइदिनु भएको छ। सुन विल स्टार्ट द डिस्ट्रिब्युसन त्यसको, होइन? अनि त्यो कुरा चाहिँ इट्स एन अमेजिङ थिङ द्याट इज ह्यापनिङ। आई एम सुपर ह्याप्पी अबाउट भक्तपुर, किनभने भक्तपुरले चाहिँ के गरेछ भन्दाखेरि यो काठमाडौँ भ्यालीलाई चाहिँ अब काठमाडौँ र भक्तपुर मिलाएर 10वटा जति रुट भइसक्यो। द्याट इज अमेजिङ नि फर काठमाडौँ भ्याली,
होइन काठमाडौँमा 4वटा रुट, यहाँ 5वटा रुट, होइन बच्चाको रुट, अनि हाम्रो पनि बच्चाको रुट गर्दाखेरि त साइक्लिङको लागि त जति पनि अप्सन खोलिदियो कि काठमाडौँ हुन्छ भने यु क्यान चुज टु डु एनिथिङ। र भक्तपुरको रुट इज टफर देन काठमाडौँ, देयर इज नो डाउट होइन। के अरे भक्तपुरको 75 गऱ्यो भने काठमाडौँको 100 गरेर चाहिँ हो अलमोस्ट होइन। अफकोर्स द बिगर रिम च्यालेन्ज चाहिँ छँदैछ जुन चाहिँ अल्ट्रा हो 165 या 150। 165 पनि गर्छन् होला मान्छेले, त्यसैमा जोडिन्छन्, यतैबाट जाने त हो होइन, जहाँबाट जोडिए पनि हुन्छ होइन। अनि सो द बिगेस्ट राइड अहिले चाहिँ 2 किलोमिटरदेखि होइन 165 किलोमिटरसम्म छ। सो द्याट इज अमेजिङ फर अस टु एचिभ। यो चाहिँ लास्ट थिङ म भन्छु, मैले हेर्दाखेरि हुन त कम्युनिटीले अगाडि लग्ने हो होइन, एकजना फाउन्डरको हातमा मात्रै हुँदैन अगाडि जाने, एउटा भिजन चाहिँ हुन्छ। त्यो भिजन चाहिँ के हो भन्दाखेरि यो चाहिँ एउटा जात्रै बनोस् इन्टु द फ्युचर, त्यही भएर नाम पनि जात्रा दिएको। अहिले जात्रा कसरी बनोस् भने एउटा मोडर्न डे जात्रा। पहिला जात्रा कसरी आयो होला त, मजुरनाथको जात्रा कसरी आयो, अरू जात्राहरू कसरी आयो, कसरी नै सुरुवात त भयो नि केही तरिकाले। अनि यसलाई पनि एउटा 1 हप्ताको जात्रा बनाइदिन के जान्छ भन्ने चाहिँ आइडिया हो होइन। त्यसमा चाहिँ सबै जोडिदिउँ। सो मान्छेले चाहिँ जहिले पनि काठमाडौँमा चाहिँ जुलाईमा चाहिँ एउटा जात्रा हुन्छ भनोस् न होइन, नेपालभरि एउटा जात्रा हुन्छ भनोस् न, साइक्लिस्टहरूको जात्रा हुन्छ, उनीहरूले के गर्छन् नाच्छन् के गर्छन्, तर जात्रा चाहिँ हुन्छ भन्ने खाले होस्। त्यही कारणले रुट पनि चेन्ज गर्दैन हामीले, कहिले पनि मोडिफाई गर्छौँ रुट तर चेन्ज गर्दैन। फाइदा के भयो, 16 वर्ष एउटै रुटमा गएपछि बच्चालाई पनि थाहा छ के रुट अहिले, ठुलो एडभान्टेज नि, मार्कै गर्नु पर्दैन अहिले त, बच्चाले देखाइन्छ यताबाट जानुहोस् न भन्छ होइन, किन जहिले पनि थाहा छ उनीहरूलाई आउँछ भनेर। अर्को कुरा के एउटा एडभान्टेज भयो भने त्यो पनि एउटा एकदमै खुसी लाग्ने कुरा हो, 3 वर्ष जति भयो पेन्डेमिक पछि नै हो जात्राको स्ट्याटस आयो कि जस्तो लाग्ने क्या। कस्तो भन्दाखेरि रुटमा कोहीलाई पसल आफै थापिदिन्छ कि मान्छेले, आज चाहिँ साइक्लिस्ट आउँछ भनेर पसल थापिदिन्छ क्या, त्यो चाहिँ पक्का जात्रामा हुने हो नि त। त्यही भएर बेलुनवाला पुग्छ नि जात्रामा होइन, टन्नै मान्छे छ भनेर जान्छ नि त होइन। सो त्यो जात्राको स्ट्याटस आएको चाहिँ एकदम एउटा खुसियाली लाग्छ कि मलाई, सबैले चाहिँ बुझेको रहेछन् भन्ने जस्तो लाग्छ होइन। अब यसलाई चाहिँ अझै अगाडि बढोस्। थ्याङ्क यू सो मच फ्रम भक्तपुर, थ्याङ्क यू। थ्याङ्क यू भेरी मच राज दाई, अलिक बढी बोल्यो क्या है, एकदम सटिक बोल्नुभयो दाइ होइन। दाइले यो कुराहरू बोलिरहनु मलाई जति सुने पनि एकदम नयाँ लाग्छ, एकदम नौलो लाग्छ। र यही कुराले हो खासमा हामीलाई पनि इन्सपायर गर्ने होइन। कोरा भक्तपुरमा कहिलेकाहीँ बिचबिचमा हामीलाई अब कोरा भक्तपुर भन्ने नाम नराखौँ, यो कोरा भनेको के राख्ने भन्ने खालको कुरा पनि कहिलेकाहीँ आउँछ, बिचमा टुर दि भक्तपुर राख्ने यस्तो यस्तो कुरा नि आयो। तर त्यो कोराको त्यो एउटा इनर्जी भनेको त्यो चाहिँ एकदम कस्तो भन्दाखेरि त्यो कस्तो क्या, अब त्यो शब्द मलाई आएन होइन। तर कोरा भनेको कुरा चाहिँ एकदम मान्छेले बुझिसकेको छ, त्यही भएर यसलाई अब चेन्ज गर्न सकिँदैन। र कोरा खासमा साइकलको नि भक्तपुरलाई जुन एउटा फाउन्डेसन दिने एउटा चाहिँ मेन कुरा मैले दाइलाई रिपिटेडली भनेर आउँछ जहिले पनि कोराले नि हो। त्यही भएर कोरालाई चाहिँ म एकदम धेरै भ्यालु पनि गर्छु र सकेसम्म भक्तपुरबाट कोराको यो ब्रान्ड भ्यालुमा कसरी हामीले चाहिँ एडिसन गर्न सक्छौँ, केही न केही कुरा थप्ने कसरी, अलिकति जे भयो नि एउटा नौलो तरिकाले के राख्न सकिन्छ अथवा के गर्न पृथक हुन्छ, अलिकति के एट्र्याक्टिभ के गर्न सकिन्छ, हाम्रो आइडिया पनि यसमा मिक्स गर्दै होइन। कोराको यो ब्रान्ड भ्यालुमा भक्तपुरबाट पनि ल यो नयाँ नयाँ कुराहरू आओस् अथवा के आओस् जसले चाहिँ कोराको ओभरअल यो कम्युनिटीलाई पनि एकदम उसले चाहिँ इन्सपायर गर्दै जाओस्। जसरी दाइले हामीलाई इन्सपायर गर्नुभएको छ, हामीले पनि अब अरूलाई इन्सपायर गर्न सकौँ भन्ने चाहिँ हाम्रो चाहिँ त्यही हुन्छ। रियाज भाइ थ्याङ्क यू भेरी मच अगेन। राज दाइ एकदम राम्रोसँग हजुरले सबै कुरा बुझाइदिनु भएको छ। पक्कै पनि यो स्टोरी यो तपाईँको कुराले चाहिँ अब हामी अगाडि जान्छौँ। र हाम्रो अब कोराको इभेन्ट्सहरू, कोरा भक्तपुरको चाहिँ इभेन्ट्सहरूमा चाहिँ एउटा एकदमै रमाइलो र पछिल्लो समय एकदमै पपुलर हुँदै गएको यो हाम्रो एउटा इभेन्ट छ किड्स कोरा। यसको विषयमा चाहिँ कुराहरू राख्दिन चाहिँ म हाम्रो साइकल कनेक्ट जेनजीको अहिलेको कोअर्डिनेटर युनिस भाइलाई अगाडि बोलाउन चाहन्छु। के कस्तो हुँदैछ, के तयारी के छ, सबै कुराहरू उहाँले बताउनुहुन्छ। थ्याङ्क यू सुमित दाइ। कोरामा हामीले धेरै रुटहरू हुन्छ, लगभग 25बाट सुरु हुन्छ एन्ड वी फिल द्याट बच्चाहरूले त्यो गर्न सक्दैन 2 वर्ष अगाडि। अनि बच्चाहरूले त्यो
कम्प्लिट गर्न नसक्ने भएर चाहिँ बच्चाहरूको लागि स्पेसल्ली हामीले एउटा नयाँ रुट निकाल्यौँ अनि त्यसलाई चाहिँ कोरा नभनिकन किड्स कोरा स्पेसली भनेर राख्यो। हाम्रो रुट चाहिँ भक्तपुर गाईजात्रा रुट हुन्छ, त्यसमा प्रदक्षिणा पथ पनि भनिन्छ त्यसलाई। सरी म हल्का हेर्छु। आनन्दले हाँसी हाँसी बोल्नु न। अच्छा लास्ट इयर पार्टिसिपेसन के थियो, कतिको एक्साइटमेन्ट थियो? लास्ट इयर चाहिँ हाम्रो लगभग 150+ पार्टिसिपेन्ट्स हुनुहुन्थ्यो। त्यसमा चाहिँ हामीले टार्गेटेड चाहिँ 150 थियो, तर टार्गेटेड भन्दा धेरै नै भयो। यसपालि नै हामीले 200 टार्गेट गरेका छौँ, ल हुन्छ होला भन्ने आश गर्दैछौँ। अनि हामी यो साइक्लिङ कम्युनिटीको लागि एउटा बेसको रूपमा नि काम गर्छ किड्स कोराले चाहिँ। कज बच्चा बेलादेखि साइक्लिङमा ग्रुपमा जाने बेला चाहिँ हाम्रो साइक्लिङको ह्याबिट बस्छ, अलि डिसिप्लिनहरू बन्छ। अनि कज हामी भक्तपुरलाई साइक्लिङ फ्रेन्डली पेडल एन्ड पैडल फ्रेन्डली सहर बनाउन खोज्दैछौँ। त्यति भन्दै थ्याङ्क यू, धन्यवाद। थ्याङ्क यू भेरी मच विनित भाइ। भने जस्तै यो हाम्रो किड्स कोरा चाहिँ एकदम मतलब अब प्यारेन्ट्सहरूले साइकल चलाउनुहुन्न, तर त्यो दिन चाहिँ आफ्नो बच्चालाई लिएर उहाँहरू आउनुहुन्छ र त्यसबाट चाहिँ के भएको छ भन्दाखेरि बिस्तारै बिस्तारै त्यो इन्ड्युस हुँदै रहेछ क्या, इन्ड्युस हुँदै जाने रहेछ। अनि प्यारेन्ट्सले पनि यसबाट साइकल किन्नुपर्छ क्या हो भन्ने उहाँहरूले त्यो सोचाइ आउने रहेछ। अनि उहाँहरू बिस्तारै बिस्तारै आउनुहुन्छ, त्यसपछि बिस्तारै 25 किलोमिटर 50 किलोमिटर गर्दै अहिले हाम्रो त्यस्तो पनि हुनुहुन्छ कम्युनिटीमा चाहिँ मेम्बरहरू जो चाहिँ सुरुमा किड्स कोरामा आउनुभयो, देख्नुभयो, माहौल रमाउनु भयो, एउटा जात्रा जस्तै भयो। त्यो जात्राले सबैलाई तान्यो होइन। त्यही भएर अब यहाँ डिटेल्सहरू हामीले राखेको छौँ। यो हाम्रो फेसबुक पेजदेखि लिएर हाम्रो सबै सोसियल च्यानल्सहरूमा वेबसाइटहरूमा यो पब्लिस छ। हाम्रो स्टार्टिङ पोइन्ट भनेको ठ्याक्क सिलु महादेव अगाडि ताहा फल्सा भन्ने भक्तपुर दरबार स्क्वायरमा, र त्यहाँबाट हाम्रो यो गाई जात्राको जुन चाहिँ हाम्रो एउटा कल्चरल रुट छ, प्रदक्षिणा पथ भन्ने छ, अराउन्ड 5 किलोमिटर्सको रुट छ। यो ठ्याक्क यो भक्तपुर कल्चरल पथ, यो गाई जात्रामा चाहिँ त्यो रुटमा चाहिँ हाम्रो ताहा मचाहरू चाहिँ पासाहरू घुमाउने गर्छ। र हाम्रो त्यो दिनको लागि स्पेसल आफ्टर राइड सेरोमनी चाहिँ हाम्रो यही होटल दाँचीमै हुँदैछ। मेडल डिस्ट्रिब्युसनदेखि लिएर त्यसपछि खाना नास्ता र अरू इभेन्ट्सहरू हाम्रो चाहिँ हुँदैछ। केटाकेटीको लागि गेम्सहरू हुन्छ, त्यहाँ अरू पनि धेरै कुरा गिभअवेजहरू पनि हुँदैछ। त्यो सबै कुराहरू चाहिँ हाम्रो हुँदैछ, त्यसको प्रिपरेसन्स पनि हाम्रो हुँदैछ। अगेन वान्स मोर थ्याङ्क यू भेरी मच होटल दाँची होइन। यो चाहिँ फेरि उहाँहरू आफैले एप्रोच गर्नुभएको, जुन राजदाले भन्नुभयो नि कम्युनिटीको यो चाहिँ आउटरिच भनेको जस्तै हो क्या। हामीले अब हाम्रो तनाव हुन्छ क्या, अब कहाँ गर्ने के गर्ने भइरहनुमा चाहिँ रन्जित दाइले आएर ल यसो गरौँ हाम्रोमा भनेर उहाँले जसरी एप्रोच गर्नु यति हामीले यति सजिलो बनाइदिएको छ। टक्क यस्तो दामी फोटो राखेर चाहिँ होइन यसरी बोल्न पाइएछ। थ्याङ्क यू भेरी मच वान सेकेन्ड रन्जित दाई होइन। नेक्स्ट अब मेन इभेन्ट किड्स कोरापछि यो चाहिँ 1 हप्ता अगाडि हुन्छ, जुन हाम्रो असारको 27 गते हुँदैछ किड्स कोरा भने साउनको 2 गते, जहिले नै हाम्रो जुलाईको मिड सेकेन्ड अथवा थर्ड स्याटरडे हो नि त, थर्ड स्याटरडे जुलाईको थर्ड स्याटरडेमा चाहिँ हाम्रो कोरा हुन्छ। नेपालभरि हुन्छ, नेपालभन्दा बाहिर पनि तपाईँको राजदाले भन्नुभयो भ्यानकुभरदेखि लिएर दिल्लीदेखि लिएर अस्ट्रेलिया सिडनीदेखि लिएर हरेक ठाउँमा हुन्छ, स्विजरल्यान्ड होइन। र हाम्रो यो मेन इभेन्टको विषयमा चाहिँ के कस्तो हुँदैछ यसको जानकारी राख्दिन चाहिँ म हाम्रो रियाज भाइलाई नै अगाडि बढाउन चाहन्छु। धन्यवाद सुनिल दाइ। फर्स्टली सम्पूर्णमा मेरो न्यानो अभिवादन टक्राउन चाहन्छु। प्रेस मिटमा आइदिनु भएको सम्पूर्ण साथी, प्रमुख अतिथि, पत्रकार साथीहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। र यो पालिको हाम्रो कोरा भक्तपुर 2026 चाहिँ श्रावण 2 गते 2083 हुँदैछ भने अब इङ्ग्लिस डेटमा भन्दा जुलाई 18, 2026 जुन चाहिँ अघि भनिहाल्नु भयो जुलाईको 3rd विकमा पर्ने गर्छ। र यो पालिको हाम्रो स्टार्टिङ पोइन्ट नपोखु, पहिला पनि हामीले नपोखुबाटै सुरु गरेका थियौँ र यो चाहिँ हाम्रो 3rd टाइम हुन्छ। 2024, 2025 र 2026 गर्दा यो हाम्रो 3rd टाइम हुन्छ यो स्टार्टिङ पोइन्ट। यो स्टार्टिङ पोइन्ट चाहिँ एकदम सिनिक छ। अब कतिजना साथीहरूले दरबार स्क्वायरबाटै गर न, यताबाट गर न भन्नुहुन्छ, त्यो सजेसन इज ओपन, इट्स अ ओपन सजेसन। बट यो पोइन्ट यति सिनिक छ कि यहाँबाट माउन्टेन, यहाँबाटको जुन त्यो देखिन्छ नि एक्चुअली आएर यो
स्टार्टिङ पोइन्टमा त्यो पनि अवलोकन गर्न सक्नुहुन्छ भन्ने एउटा चाहिँ त्यो पनि इक्जाम्पल जसरी चाहिँ हामीले चाहिँ यो पोइन्ट सेलेक्ट गरेको हौँ खासमा चाहिँ। र योपालिको हाम्रो कोरा 2026 को चाहिँ मेन थिम भनेको इम्पावरमेन्ट छ। एन्ड एज वी आर जुन जोर्नी छ हाम्रो 5 इयर्सको, अब योपालि जुन इम्पावरमेन्ट भन्ने छ अब त्यसलाई नै आत्मसात गर्दै हामीले चाहिँ अगाडि बढिरहेका छौँ। र कोरा भक्तपुर रुटको बारेमा चाहिँ अब अघि कुरा गर्नुभएको जस्तै किड्स कोरा छ, त्यसपछि 25 किलोमिटर, 50 किलोमिटर, 75, 100 र यो पालि चाहिँ 150 सुपर कोरा, अल्ट्रा कोरा भनेर चाहिँ हाम्रो सुनिल ख्याजु दाइ द सोलो राइडर दाइले चाहिँ उहाँले चाहिँ 2025मा चाहिँ गर्नुभएको र यो पालि चाहिँ हामीले 150 पनि एड अन गर्दैछौँ। र 25 किलोमिटर अघि युनिस भाइले भने जस्तै अब किड्सको लागि भनेर किड्स कोरा भन्ने सानो हाम्रो प्रदक्षिणा पथ रुट घुम्ने नै भइहाल्यो। 25 भने चाहिँ एकदम बिगिनर, म चाहिँ साइकल चलाउँछु, म पनि पार्ट हुन्छु कोराको, म लङ डिस्टेन्स गर्न नसक्ने 25 किलोमिटर इज अ गुड डिस्टेन्स फर अ न्यू बिगिनर भन्ने कुरा हिसाबले चाहिँ हामीले 25 पनि इन्ट्रोड्युस गऱ्यौँ। त्यसपछि 50 किलोमिटर चाहिँ अलिकति च्यालेन्जिङ हुन्छ, अलिकति स्टेप अप गरेर चाहिँ अब रेगुलर राइड गर्नेहरूले चाहिँ उहाँहरूले चाहिँ 50 किलोमिटर चाहिँ एकदम मजाले गर्न सक्नुहुन्छ। र अर्को भनेको 75 किलोमिटर। 75 किलोमिटर चाहिँ मलाई सबैभन्दा यो भरिको रुटमा 75 इज वान अफ द बेस्ट रुट। तपाईँहरूले नि समय पाउँदाखेरि चाहिँ तपाईँहरूले पनि एकचोटि ट्राई गर्नु होला। 75 किलोमिटर चाहिँ वान अफ द हाम्रो बेस्ट रुट नै पर्छ। र 100 किलोमिटर भनेको हाम्रो सेन्चुरी राइड साइकल कनेक्ट भक्तपुर सर्किट भने पनि हामी त्यसलाई नामकरण गरेछौँ। र त्यसरी नै 150 किलोमिटरको बारे चाहिँ हाम्रो सुनिल दाइले नै अलि विस्तृत रूपमा चाहिँ उहाँले जानकारी दिनुहुन्छ। मलाई 150 किलोमिटरको बारे चाहिँ अलिकति आइडिया चाहिँ भएन। सुनिल दाइलाई चाहिँ अब 150 किलोमिटरको लागि चाहिँ बोलाउन चाहन्छु सुनिल दाइ। सम्पूर्णमा नमस्ते, म सुनिल ख्याजु। फेरि पनि बोल्दैछु, फेरि पनि सुनिल ख्याजु। नमस्ते सबैलाई है। अब यो कोरा 150 किलोमिटरको डिफाइन गर्नुभन्दा कसरी मोटिभेटेड भयो भन्दाखेरि जसरी कोरा सेन्ट्रल कोराले अल्ट्रा कोरा भनेर 165 किलोमिटरको इन्ट्रोड्युस गर्नुभयो, त्यो बेला चाहिँ हामी चाहिँ 100 किलोमिटर गरिराख्दाखेरि कति 9-10 बजे राति 9-10 बजेको भिडियो पनि साथीहरूले जुन 165 किलोमिटर गर्ने दाइहरूले चाहिँ ठ्याक्क पोस्ट गर्दाखेरि चाहिँ ओहो यत्रो राति पनि चलाउँदो रहेछ भनेर अलिकति मोटिभेटेड भयो। त्यसले गर्दाखेरि चाहिँ अब अर्को वर्ष चाहिँ म पनि गर्छु भनेर त्यो चाहिँ मोटिभेटेड भएको थिएँ म। त्यो केसमा चाहिँ अब 165 किलोमिटर गर्दाखेरि चाहिँ के छ भन्दाखेरि अब काठमाडौँतिर गऱ्यो भन्दाखेरि चाहिँ अब हामी त अनन हो, जस्ट गुगल म्यापहरू त सबै छ। तर मलाई के गर्नु थियो भन्दाखेरि कोरा भक्तपुर सँगसँगै कोरा भक्तपुरलाई चाहिँ एक्सटेन्डेड, जस्तो जुन हामीले लकडाउन पछिको हाम्रो जुन कोरा सुरु गरेका थियौँ त्यहाँ एउटा रुटबाट अहिले हामीसँग 6वटा रुट एक्सटेन्डेड भइसकेको छ। त्यसरी नै एक्सटेन्डेड गर्ने हिसाबले चाहिँ मैले यो अब नेक्स्ट इयर भने 2025मा चाहिँ मैले अल्ट्रा कोराको रूपमा चाहिँ एक्सटेन्डेड हाम्रो कोरा भक्तपुर गर्नुपर्छ भनेर मैले सोचेको थिएँ। त सोच्दै गर्दाखेरि चाहिँ अब मैले चाहिँ के सोचेँ भन्दाखेरि अब यो कोरा भक्तपुर सँगसँगै एक्सटेन्डेड गर्ने भएकोले चाहिँ के छ कोरा भक्तपुर पनि हामी छुनुपर्छ भनेर मैले छुँदाखेरि के छ भन्दाखेरि जुन हामीले 100 किलोमिटरको रुट गर्दाखेरि सबभन्दा टफेस्ट रुट पार गरिसकेपछि हामी रानीकोट पुग्छौँ है। अब मैले पहिला अब जानुभन्दा पहिला मैले सबै गुगल म्याप सबै स्टडी गरेको थिएँ। त्यो रानीकोटबाट म एक्लै गएको थिएँ त्यो बेला पनि। रानीकोटबाट गइसकेपछि लाकुरे भन्ज्याङबाट म चाहिँ कहाँ गएको थियो भन्दाखेरि चापाखर्कबाट सिधै डाउनहिल भएर म चाहिँ अनि गोदावरी पुगेको थिएँ भन्दाखेरि गोदावरीबाट चाहिँ हामी कोरा सेन्ट्रल कोराको 165 किलोमिटरको रुट फलो गर्ने हिसाबले चाहिँ गएको थिएँ। तर घरिघरि हरेक मोडमा गुगल म्याप हेर्नुपर्ने, गुगल ट्र्याकहरू हेर्नुपर्ने हुँदाखेरि मैले आफैले रुट बनाएको पछि चाहिँ पछि त्यहाँबाट झरेर म चाहिँ के छ भने रिङ रोड पुगेँ। रिङ रोड पुगिसकेपछि अब अन्त्यतिर जाने काहीँ अब त्यसो 3-4 बजिसकेको थियो त्यो बेला पनि। त्यो बेला पनि अब कहाँ जाने भइसकेपछि ठ्याक्क दिमागमा एउटा स्ट्राइक भयो। स्ट्राइक भएपछि एउटा रिङ रोड घुम्ने जुन अहिले तपाईँले त्यहाँ यो देख्नुभएको छ, यो भनेको के छ यहाँ पुगिसकेपछि यहाँबाट अब कोरा भक्तपुरको अब यहाँ एकान्त कुना पुगिसकेपछि चाहिँ अब के छ भने डिस्टेन्स नपुग्ला कि भनेर चाहिँ के गर्नु मतलब 3-4 बजिसकेको थियो। यहाँबाट चाहिँ के गर्यो भन्दाखेरि यो एक राउन्ड रिङ रोड घुमेँ है। एक राउन्ड रिङ रोड घुमिसकेपछि पनि फेरि के छ कि त्यसलाई डायगोनली चिर्नको लागि यहाँबाट हामी के छ भन्दाखेरि रनपार्क हुँदै रनपार्कबाट हामी कहाँ पुग्यौँ महाराजगञ्ज पुगेँ है। डायगोनली चिरेँ फेरि त्यसलाई पनि है। डायगोनली चिरिसकेपछि अब यहाँबाट चाहिँ के छ हामी चावेल पुगेर अनि म चाहिँ के छ जोरपाटी बौडो हुँदै सिधै फेरि पुगेको यसरी
अब यो भनेको चाहिँ के छ भने यो रुट चाहिँ मैले के छ राइड गर्ने क्रममा चाहिँ आफूले डेभलप गरेको हो। तर अब यसपालि मैले के सोचेको छु भने यसलाई पनि अलिकति मोडिफाई गरेर सकिन्छ कि भनेर सोचिँदैछु। अब सक्यो भने फेरि सायद अर्को वर्ष पनि यो मोडिफाई आउँछ होला है। धेरै चाहिँ च्यालेन्ज त छैन यसमा, किनकि अब हामीले कोरा भक्तपुर 100 किलोमिटर गरिसकेको लागि लगभग एउटै लेभल जस्तै हो भने अलिक एक्सटेन्डेड फर्म मात्र हो, तर खासै चाहिँ गाह्रो छैन। जो साथीहरूले चाहिँ कोरा सुपर कोरा गुरुमा चाहिँ 150 किलोमिटर रजिस्टर गर्नुभएको छ हामी सँगसँगै जाम। कोरा 100 किलोमिटर गर्ने साथीभाइहरूलाई चाहिँ खासै यो गाह्रो नहोला है, त्यही भन्न चाहन्छु। हस्, धन्यवाद। थ्याङ्क यू भेरी मच यो हाम्रो एकदम अगाडिको म्याप यो अगाडिको हाम्रो कस्तो छ भन्दाखेरि हामीले फर्स्ट इयर कुरा गर्दाखेरि चाहिँ यो भक्तपुर दरबार स्क्वायर भयो। त्यहाँबाट पहिला सुरु हामीले चाहिँ भक्तपुर नगरकै प्रदक्षिणा पथ चाहिँ हामीले गऱ्यौँ। त्यो एकदम स्पेसल कल्चरल रुट भएको हुनाले हामीले त्यो एक राउन्ड घुमेर त्यहाँबाट निस्किएर त्यसपछि हामी ठिमीलाई जोड्यौँ। त्यसपछि ठिमीबाट हामी ठिमीको पुरानो बजार हुँदै चाङ्गु नारायण उक्लेर चाङ्गु नारायणबाट हामी चाहिँ नगरकोट बसपाक नगरकोट पुगेर अनि यहाँबाट हामी साङ्गाबाट चाहिँ यसरी तल झरेर 50 किलोमिटर रुट हामी त्यसरी बनाएको थियौँ। अनि कोराको चाहिँ मेन अब शाब्दिक अर्थ भनेको परिक्रमा गर्ने हो, कुनै एउटा मन्दिरको धार्मिक केन्द्रको, जसरी हाम्रो बौद्धमा कोरा गर्छन् त्यसरी। अनि हामीले अब रुट डिजाइन गर्दै जाँदाखेरि 75 किलोमिटरको गऱ्यौँ। अनि 100 किलोमिटरको रुट डिजाइन गर्दाखेरि हामीले सुरुमै के सोचेको भने भक्तपुर जिल्ला त सबभन्दा सानो जिल्ला हो नेपालको, यसलाई चाहिँ 100 किलोमिटरको रुट बनाएर कभर गर्न सकिन्छ होला एक दिनमै भनेर त्यो तरिकाले सोच्दै चाहिँ अगाडि गयो। अनि यो ठ्याक्क जुन चाहिँ हाम्रो यो पहेँलो चाहिँ हाम्रो 75 किलोमिटरको भित्रको रुट हो। यो बाहिरको यो रुट जुन छ यो चाहिँ ठ्याक्कै भक्तपुर जिल्लालाई एक चक्कर हान्छ यसले, मतलब एक दिनमै पुरै जिल्ला घुमेर भ्याइन्छ। अनि यसको डाइभर्सिटी पनि यति अनुपम छ कि यो हाम्रो कल्चरल सेन्टरहरूदेखि हेरिटेजले भरेको ठाउँहरूदेखि लिएर हामी चाहिँ अनि यो चाङ्गु नारायणकुण्ड जुन चाहिँ लिच्छवी हेरिटेज भयो, यहाँबाट सिनिक एकदम सबभन्दा चाहिँ हाम्रो सर्वे अनुसार पनि सबैभन्दा चाहिँ मन पराइदिएको सेक्सन भनेको चाहिँ चाङ्गु नारायणदेखि नगरकोटसम्मको सेक्सन, जुन चाहिँ तपाईँको जङ्गलको बिचबिचमा ट्रेलहरू खासै गाडीले पनि डिस्टर्ब नगर्ने होइन, एकदम आनन्दको। यहीँ मान्छेहरू भुल्छन्, सुरुमा जाने मान्छे त यहीँ बस्छन् अनि 1-2 घन्टा त यहीँ भुल्छ, टिकटक बनाएर भुल्छ यहाँ होइन यो ठाउँबाट। अनि नगरकोट चढिसकेपछि सबभन्दा टप नगरकोट भयो। नगरकोटबाट हामी झर्छौँ बिस्तारै, त्यहाँबाट हामी चाहिँ साङ्गा ओर्लिसकेपछि अब यहाँबाट चाहिँ मान्छेलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि कहिलेकाहीँ चाहिँ यो एकदम दुर्गम ठाउँमा पुग्यो कि चाउचाउ किन्ने ठाउँ पनि नपाउने, पानी किन्ने ठाउँ पनि नपाउने। यो चाहिँ 600-700 को भात खाने ठाउँबाट चाहिँ यहाँ चाहिँ एउटा चाहिँ एकैछिनमा विदिन अ आवर तपाईँको चाहिँ यहाँ आउँदाखेरि ल पानी कहाँ खाने भनेर एउटा पसल पनि नभेटिने ठाउँ। त्यो डाइभर्सिटी एउटा इकोनोमिक डाइभर्सिटी पनि देखिन्छ, त्यो कल्चरल डाइभर्सिटी पनि देखिन्छ, नेचुरल डाइभर्सिटी पनि देखिन्छ मतलब। अनि यो देख्दाखेरि म चाहिँ अब नेपाल पनि धेरै घुमेको, लगभग एराउन्ड 68-69 जिल्ला पुगिसक्यो। अनि नेपाल पनि सानो देश, यति डाइभर्स छ हिमाल पहाड तराईदेखि लिएर। अनि भक्तपुर सबभन्दा सानो जिल्ला, यो साइकल नचढायो भने म यति भक्तपुर घुम्दै थिएन। यो भक्तपुर यति डाइभर्स रहेछ भने चाहिँ साइकल चलाएपछि थाहा पाएँ। र यो मैले कसलाई भन्दै वर्षमा एकचोटि त यो घुम्नै पर्छ। भक्तपुरको हरेक जेनेरेसनले जसरी हामी गोसाइकुण्ड जान्छौँ हरेक वर्ष, नवमबुद्ध जान्छौँ, हाम्रो आफ्नो आफ्नो एउटा फेस्टिभल छ, त्यसरी यो कोराको चाहिँ त्यही बेला म साथीहरूलाई भन्थेँ यो बिस्का जात्रा जस्तै यो गाई जात्रा जस्तै एउटा चाहिँ जात्रा जस्तै हुनुपर्छ। अनि यो घुम्ने साइकलमा, किनभने हिँडेर जानु त सकिँदैन 100 किलोमिटर एकै दिनमा, तर एक दिन फुर्सद मिलायो भने जागिर खाने मान्छेले पनि यो 100 किलोमिटर 12-13 घन्टाको बाटो हो, बिहान हामी चाँडै गऱ्यो भने अझ उज्यालोमै सकिहाल्छ, दिन पनि लामो हुने भने खासै त्यस्तो धेरै तनाव पनि हुँदैन। यो रुट गऱ्यो भने उसले भक्तपुर चाहिँ मैले पुरै घुमेँ भनेर भक्तपुरवासीले गर्व गर्न पाउँछ, मैले भक्तपुर पुरै घुमेको छु भने चाहिँ यो रुट गऱ्यो भने सक्छ भने। यसको नाम पनि हामीले साइकल गरेको भक्तपुर सर्किट भनेर चाहिँ अनि हामीले के भन्ने यसलाई यो प्याटर्न हानिदिएको, यो हामीले बनाएको रुट भएर होइन साइकल गर्ने भक्तपुर सर्किट भन्ने नाम बनायौँ। त्यसपछि सुनिल दाई एकदम एडभेन्चर सिकर, उहाँ चाहिँ अब नेपालको लगभग धेरै ठाउँमा पुगिसक्नु भएको छ। उहाँले जुन नयाँ रुट अस्ति लास्ट इयर डिजाइन गर्नुभयो त्यसलाई चाहिँ अब अल्ट्रा कोरा भनेर 165 काठमाडौँ छ भने हामीले चाहिँ सुपर कोरा भनेर नाम राख्यौँ होइन, ट्राइङ टु बी इनोभेट होइन। अब यही हो जस यो रुटहरू एकदम डिजाइन हुँदैछ, एकदम डाइभर्स छ। यो चाहिँ अर्को एउटा मेन कस्तो छ भन्दाखेरि चाहिँ यो सुपर कोराबाट चाहिँ हामीले चाहिँ एउटा सिग्नल सिम्बोलिकली के दिन खोजिरहेको छ भन्दाखेरि भक्तपुरले अब खायो काठमाडौँ,
होइन अब भक्तपुरमा अब तान्छ अब ग्राभिटी सिफ्ट हुँदैछ भक्तपुरमा राजधानी कम्पिटिसन छ होइन यो चाहिँ कस्तो भने मल्लकालमा हुन्छ नि कान्तिपुर ललितपुर भक्तपुरको एउटा हेल्दी होइन त्यो तरिकाले सिम्बोलाइज मात्रै गर्नु खोजेको यो इनोभेसनमा चाहिँ कम्पिटिसन होस् न इगोइस्टिक होइन ठ्याक्कै यो बाघको मुख जस्तो छ है यो हटाइदियो भने ठ्याक्कै यो चाहिँ नगरको टावरबाट झरेपछि यस्तो खालको हुन्छ ओके यस होइन ओके नेक्स्ट अब यसपालिको हाम्रो कज जस्तै दाइले भन्नुभयो एडुकिक चाहिँ हाम्रो नेसनल कज हो र हाम्रो साथीहरूलाई चाहिँ हाम्रो एउटा साइक्लिङ मैचा भन्ने चाहिँ हाम्रो इनिसिएटिभ छ साइकल कन भक्तपुरको जसको चाहिँ मेन टिम भनेको दाइले भने चाहिँ हाम्रो पनि तपाईँको 100जना साइक्लिस्टहरू हुँदाखेरि 8जना पनि त हाम्रो चाहिँ फिमेल पार्टिसिपेसन नहुने फर्स्ट कोरा गर्दाखेरि 50जनामा 1जना फिमेल 49जना चाहिँ मेल अनि त्यो डाटाहरू हेरिरहन्थेँ म पनि इन्जिनियर हो डाटा खेलाइरहेको छु अनि यसो हेरेँ रमाइलो भयो अनि यो त भएन अब भक्तपुरमा साइकल कल्चरलाई इस्ट्याब्लिस गर्नु छ फोस्टर गर्नु छ भने त आधा जनसङ्ख्या बाहिर बसेर कहिले पनि हुँदैन र केटाहरू त एकदम लफङ्गा पनि हुन्छ यतिकै साइकल लिएर गएर यताउति हुन्छ जबसम्म महिलाले साइकलमा चलाउँदैन तबसम्म चाहिँ यो हामीले सोचेको पैदल र पेडल मैत्री सहरको अवधारणा चाहिँ कहिले पनि यो चाहिँ म्याटेरियलाइज हुँदैन भन्ने नै हाम्रो अन्डरस्ट्यान्डिङ हो र कसरी चाहिँ अब हामीले चाहिँ फिमेललाई चाहिँ एट्र्याक्ट गर्ने त उहाँहरूको आफ्नै खालको चाहिँ च्यालेन्जेसहरू छ होइन सोसियल तपाईँको चाहिँ च्यालेन्जेसहरू छ मेन्टल्ली उहाँहरूलाई पनि अब साइकोलोजिकली पहिलेदेखि नै अब यस्तो खालको छ त्यो अब हामीले चाहिँ बुझ्दैनौँ नि खासै केटाहरूले यो हामी चाहिँ कति छिपछाप भयो लुज भयो क्या हो एचडिएमआई त्यो अब उहाँहरूको कुरा उहाँहरूले पनि बुझ्नुहुन्छ होइन तर एउटा प्लेटफर्म चाहिँ हामीले बनाइदिनु पर्छ भनेर चाहिँ साइक्लिङ मैचा भनेर हामीले सुरु गऱ्यौँ र त्यसको चाहिँ सुरुमा फ्री साइकल ट्रेनिङबाट हामीले सुरु गऱ्यौँ फर्स्ट इयर भयो अर्को फेरि फ्री साइकल ट्रेनिङ दिने भनेर हामीले चाहिँ 2023मा हामीले चाहिँ साइक्लिङ मैचाबाट हामीले चाहिँ एउटा त्यो गऱ्यौँ त्यो बेला हामीले चाहिँ 100जनालाई चाहिँ ट्रेनिङ दिने भन्ने टार्गेट राख्यौँ जेठ महिनामा अनि 102जनालाई हाम्रो रेजिस्ट्रेसन भएको थियो त्यसमा चाहिँ 74जना जतिले चाहिँ हाम्रो ट्रेनिङमा सहभागी हुनुभयो 1 महिना लामो हाम्रो ट्रेनिङ थियो त्यो फुल्ली भोलिन्टियर थियो हामीसँग भएको साइकलहरू युज गरेर हामीले चाहिँ यहाँ महेश्वरीको चाहिँ ग्राउन्डमा हामीले ट्रेनिङ दियौँ तर सोचेको जस्तो त्यहाँबाट नतिजा चाहिँ हामीले पाएनौँ त्यो फर्स्ट इयर रिटेन्सन रेट एकदम कम भयो होइन रिटेन्सन रेट एकदम कम भयो त्यसपछि नेक्स्ट इयर चाहिँ हामी खासै मोटिभेटेड भएनौँ यो हुँदैन यो अलिकति चेन्ज गर्नुपर्छ भनेर अनि त्यो बेला चाहिँ के भयो भन्दाखेरि साइकल सिकेर स्कुटर लिन जाने स्कुटरको लाइसेन्स लिनलाई साइकल सिक्न आएको धेरैजना यङ एजको चाहिँ गर्ल्सहरू चाहिँ त्यस्तो खालको मोटिभेसनबाट आउनु भएको पायौँ भनेपछि अनि पाटनतिर हामीले देखिरहेका हुन्छौँ त्यहाँ चाहिँ हाम्रो अन्टीहरू हाम्रो मम्मीको उमेरसम्मको चाहिँ त्यहाँ होइन उहाँहरूले चाहिँ कति त्यो जाउला खेलतिर गरिरहेको देखेपछि मेबी वी सुड ट्राई दिस यो उमेरसम्मलाई चाहिँ हामी ट्राई गर्नुपर्छ भनेर यो वर्ष चाहिँ हामीले त्यही गऱ्यौँ र यो वर्ष चाहिँ एकदमै राम्रो पनि भयो एकदम राम्रो रिटेन्सन रेट खासमा चाहिँ अनि मलाई त्यो पहिला हामीले सुनिरहेको थियौँ एउटा घरमा आमा शिक्षित भयो भने पुरै घर शिक्षित हुन्छ एउटा घर शिक्षित भए समाज शिक्षित हुन्छ भने त्यो एउटा कोटेसन हामीले स्कुलमा सुन्थ्यौँ साँच्चीकै त्यही रहेछ भनेपछि आमाहरूलाई चाहिँ साइकल सिकाउनु पनि रहेछ भनेर नि हामीले चाहिँ साइक्लिङ मैचाको यसपालि त गरेको त्यसको रिजल्टले पनि हामी एकदम मोटिभेटेड छौँ र यसपालिको कजको विषयमा चाहिँ हाम्रो साइक्लिङ मैचाको अहिले कोअर्डिनेटर हाम्रो दिललक्ष्मी अन्टीलाई चाहिँ म केही भनिदिनु होला अनुरोध गर्न चाहन्छु धन्यवाद यस कार्यक्रमका सभापति प्रमुख अतिथि राज यवनी सर विशेष अतिथि सम्पूर्ण साइकल मैचाको तर्फबाट मेरो नमन मलाई त सुरुदेखि साइकल चलाउन चाहिँ धेरै इन्ट्रेस्ट थियो बच्चा बेलामा पनि धेरै चढेको थियो तर म आफ्टर म्यारेज चाहिँ साइकल चलाउन पाएको थिएन त्यही अनुभव हाम्रो म त मेरो माइती पाटनमा हो अनि ललितपुरमा धेरै साइकल चढ्ने देखेर चाहिँ मलाई साइकल चढ्ने भक्तपुरमा पनि यस्तै महिलाहरूलाई साइकल चढ्ने एउटा वातावरण बनाऊँ भन्ने मेरो उद्देश्य त्यही भइरहेको थियो तर मलाई यो साइकल कनेक्ट भक्तपुरले चाहिँ नि महिलाहरूको लागि पनि यसो सिकाइरहेको चाहिँ 2 इयर अगाडि सिकाएको चाहिँ मलाई त्यति थाहा भएन अनि साइकल कनेक्ट भक्तपुर छ भन्ने चाहिँ थाहा थियो किन कोराहरू भएको त्यो चाहिँ मलाई थाहा थियो तर महिलाहरूलाई पनि सिकाउँछ भन्ने चाहिँ मलाई ज्ञानै थिएन कि अनि म 7-8 महिना अगाडि ठ्याक्क म पाटनमा 2 दिन सिक्न पनि गएँ त्यहाँ सबै साथीहरू सिक्न जान्थ्यो
अनि मेरो लगन खेलमै घर हो अनि म ज्याउले खेलमा सिक्न गएँ 2 दिन। त्यसपछि चाहिँ मैले यहाँ भक्तपुरमा पनि त्यस्तै अनुरूप यहाँ पनि गर्छु भन्ने नै मेरो उद्देश्य नै थियो। म मेरो 1-2जना साथी दिदीहरूलाई पनि कुरा गरिरहेको थिएँ मैले, यस्तो गर्नु पऱ्यो, हामी घरबाट एउटा साइकल राखेर यस्तो कहीँ सिकाउनु पऱ्यो भन्ने मैले भनिरहेको थिएँ। ठ्याक्कै त्यही बेला यहाँ साइकल क्लिनिक भक्तपुरले पनि यस्तो महिलाहरूको लागि साइकल सिकाउँदैछ, नामहरू त्यो गरेर दर्ता गर्नुहोस् भनेको थियो। मैले दर्ता गरेँ तर मलाई कहिले कलै आएन के, कल आएन दर्ता चाहिँ गरेँ, कल आएन। अब त्यही पनि मलाई कल नआए पनि म गएँ कि त्यहाँ 2-3 दिन गएँ। तर तपाईँको नाम हामीले कल गरेपछि पनि त आउनुहोस् भनेको थियो, तैपनि मलाई त चलाउनु पनि आउँथ्यो, त्यहाँ गएर चलाएर आउँथेँ कि। अनि 1-2जना साथीहरूलाई पनि भनेँ अनि साथीहरू पनि सबैजना इन्ट्रेस्टै थियो। अनि मलाई त ठ्याक्कै यो लास्ट ब्याचमा चाहिँ बोलायो कि। त्यो बेला एकदम बिजी थियो कि, एकदम बिजीको बावजुद पनि म गएँ। म काश मेरो बुवा बित्नु भएको थियो, म 45 डेजसम्म कहीँ नजाएँ भने तैपनि मलाई साइकल सिक्ने उद्देश्य चाहिँ 45 डेज नभए पनि म सिक्न गएको थिएँ कि। त्यहाँ गएदेखि चाहिँ हामीले चाहिँ निरन्तर दिएर म चाहिँ नि साइकल अहिलेसम्म चलिरहेकै छु। साइकलले गरेर चाहिँ भक्तपुरमा मैले 25 म बिहा गएको 28 इयर्समा थाहा नभएको ठाउँहरू सिटीहरू ठाउँ देउटा थानहरूमा घुम्न पायो, त्यो मलाई एकदम खुसी लागिरहेछ। अनि एउटा चाहिँ अब साइकल क्लिनिक भक्तपुरबाट चाहिँ अब हामीले त सिक्यो होइन। अब मेरो साथीहरू चाहिँ धेरैजनाले मेरो नाम पनि राखिरहेको, अर्को नेक्स्ट टाइममा मेरो नाम टिपाउनुहोस् भन्दै मलाई त भनेको भनै हुन्छ। तर हाम्रोमा चाहिँ नि अब एउटा त ट्रेनर चाहियो, एउटा साइकलहरू हामीलाई अब सिकाउनको लागि साइकल चाहिएको छ, र एउटा सिकाउनको लागि ठाउँ प्रोभाइड गर्नुभयो भने चाहिँ हामीले भोलिन्टियरको रूपमा साथीहरूलाई सिकाउन चाहन्छु। किनभने जस्तै अस्ति रिसेन्टली हामी बुङ्गामतीमा गएँ। बुङ्गामतीमा गएको बेला हाम्रो भक्तपुरबाट हामी जम्मा महिलाहरू 3जना र पुरुष जम्मा 4जनाको ग्रुप मात्र गएँ। तर दल्लु साइक्लिस्टहरू यिनीहरूको त ग्रुप 30-35 जना आयो कि। हामीलाई त एकदमै, हामी त सबभन्दा कमै हामी के, बाटोभरि त यति लामो भेट्यो कि यिनीहरू। हामी त 3-4 जना मात्रै कि, जहाँ गयो 3-4 जना। एकदमै हामीलाई त त्यो बेला चाहिँ एकदमै फिल भएको थियो कि भक्तपुरमा त अब अलिकति सिकाउनै पर्यो, हामी पनि यस्तै ग्रुपमा आउनु पर्यो भन्ने मलाई फिल भएको थियो कि त्यो बेला। हामीले सबभन्दा कम्ती पहिला यो साइकल क्लिनिकबाट चाहिँ नि कोरामा चाहिँ 1जना त्यो भाग लिएको थियो। त्यसको 1-2 वर्षमा 5-6 जना हुनेमा चाहिँ 1 वर्ष चाहिँ हामी 25 जना जति, हामी त रेगुलरली 10-12 जना त गइरहेको छौँ हामी। त्यसमा पनि अब कोरामा चाहिँ भाग 24-25 जना त हाम्रो साथीहरू नै छ। त्यसले गर्दा अब यो साइकल क्लिनिकलाई चाहिँ म के भन्न चाहन्छु, हामीले चाहिँ अलि ट्रेनिङ दिनुहोस् हाम्रो साथीहरू ग्रुपमा, हामी पनि त्यस्तै ग्रुपमा जहाँ पनि जान सकौँ। थ्याङ्क यू भेरी मच मलाई। मेरो त यही हो, हाम्रो चाहिँ अब रेगुलर हरेक महिना हरेक दिन ट्रेनिङ गर्नुलाई एउटा चाहिँ स्पेसहरू कन्सर्न, त्यसपछि हाम्रो चाहिँ रिसोर्समा मेन चाहिँ हाम्रो साइकलहरू चाहिँ रेगुलरली अब सबैले आफ्नो दिन खोजिरहेको हुँदैन। फेरि त्यो 1 महिना लगातार ट्रेनिङ दिएपछि साइकल बिग्रिन्छ, त्यही खर्च आइहाल्छ। त्यसले गर्दाखेरि एकचोटि दिएपछि अर्को प्रयोग चाहिँ मान्छेले कपाल बनाउन थालिहाल्छ। सकेसम्म हामीले चाहिँ अब आफ्नै रिसोर्सहरू चाहिँ ग्यादर गर्दै यसलाई चाहिँ अझै स्ट्रिमलाइन गर्दै जाउँ, नियमित गर्दै जाउँ, व्यवस्थित गर्दै जाउँ भन्ने हाम्रो टार्गेट हो। र यसपालि साथीहरूको चाहिँ सल्लाह अनुसार हामीले चाहिँ यसैको लागि चाहिँ यो कजलाई चाहिँ अगाडि सारिरहेका छौँ। तपाईँहरूलाई पनि अब हामीले चाहिँ कोरामा च्यालेन्जलाई सहभागी भएर चाहिँ हाम्रो यो कजलाई सपोर्ट गरिदिनु होला भनेर चाहिँ फेरि पनि अनुरोध गर्न चाहन्छु। र यसपछि यसपालिको थिम भनेको चाहिँ एकदम इम्पोर्टेन्ट कुरा हो। भक्तपुर कोराको चाहिँ एकदम इभोल्युसन हामीले एकदम महत्त्वपूर्ण डकुमेन्ट गर्नुपर्ने ससन हुन्छ। सुरुमा हाम्रो केही पनि थिएन आइडिया, इभेन्ट कसरी गर्ने पनि थिएन आइडिया होइन। तर 4 दिन चिया खाएको भरमा हामीले इभेन्ट गऱ्यौँ, 50 जना राइडरहरू भयो होइन। सबै कुरा मिल्यो। कहिलेकाहीँ कस्तो लाग्छ भने यो भक्तपुरमा जन्मेर पनि यो हाम्रो त जात्रा सात्रा यताउति नखासखा भइरहेको हुन्छ। त्यो इभेन्ट गर्नलाई हाम्रो बच्चैदेखि जिनमै छ जस्तो लाग्छ। कहिलेकाहीँ सजिलैसँग भइरहेको छ क्या। अब जहिले पनि कोरा हाम्रो त योभन्दा अगाडि 1 हप्तामा नि कोरा भइरहेको हुन्छ। जति ठुलो त्यो 1400-1300 जना भन्दाखेरि पनि सबजना आफ्नो काममा बिजी, सबजना प्रोफेसनल्सहरू आफ्नो काममा बिजी हुन्छ। अनि त्यसपछि आएर बेलुका एकछिन भेट्यो, यो गर्ने भन्दै त्यो कोराको दिन भव्य भइरहेको हुन्छ। हामी पनि छट पर्छौँ कसरी भइरहेको छ यत्रो इभेन्ट भनेर होइन। अनि
कस्तो भन्दाखेरि यो चाहिँ मेन कम्युनिटीले नै हामीले इम्पावर गरे जस्तो लाग्छ। कम्युनिटी इज आवर स्ट्रेन्थ भन्ने कुरा हो। र इम्पावरमेन्ट सशक्तिकरण चाहिँ कसरी भन्दाखेरि हामीले नयाँ जेनेरेसन जस्तै हाम्रो अहिले हाम्रो प्रेसिडेन्ट हाम्रो दियाज भयो, उहाँ पनि जेन्जी हुनुहुन्छ। अनि त्यसपछि साइकल कनेक्ट जेन्जीबाट पनि हामीले चाहिँ यो किड्स कुरा भनेर उहाँहरूले एकदम आफ्नो इभेन्ट हो, खासै हामीले त्यस्तो धेरै उहाँहरूले के पनि गर्दैनौँ। उहाँहरूले जब सपोर्ट माग्नुहुन्छ त्यसमा हामी सक्दैनौँ, नत्र इन्टायरली उहाँले आफ्नो अर्गनाइज गर्नुहुन्छ। उहाँहरूले चाहिँ फाइनेन्सियल कलेक्सन्सले सपोर्टहरू ल्याउनुदेखि लिएर इभेन्ट म्यानेजमेन्टदेखि सबै कुराको हामीले चाहिँ एउटा ब्लुप्रिन्ट जस्तो बनाइदिएछौँ। 1 वर्ष जति हामीले गऱ्यौँ, त्यसपछि लास्ट इयर पनि टोटली साइकल कनेक्ट जेन्जीको टिमलाई पनि मैले सबैले मिलेर ताली बजाइदिनु चाहिँ म अनुरोध गर्न चाहन्छु। हाम्रो तानिया बहिनी, हाम्रो त्यसपछि चिन्मय भाइ, यहाँ हाम्रो एसियन भाइ, त्यसपछि सबै हाम्रो युनिस भाइ र बाँकी अरू भाइ बहिनीहरूलाई पनि म एकदम कुडोस दिन चाहन्छु। र यो 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 न्यू जेनेरेसनलाई हामी इम्पावर गर्दै जाने। त्यसपछि अब हाम्रो नयाँ जेनेरेसनले अब रियाजले कमान्ड सम्हालेको थियो यसपालि कोराको, हामी भनेको यसै ब्याकवर्ड सपोर्ट मात्रै गरिरहेको छौँ। अर्को भनेको यो हाम्रो फिमेल राइडर्सले यसपालिबाट जुन 3मा जुन चाहिँ वर्ल्ड बाइसाइकल डे हुन्छ, हामीले एउटा नयाँ इभेन्ट पनि हामीले चाहिँ लन्च गरेका छौँ, हेरिटेज राइड भनेर। त्यो चाहिँ फुल्ली साइक्लिङ मैजाको अर्गनाइजेसन भएको र हरेक वर्ष हामी गर्छौँ। यसै इम्पावर हुँदै जाने। अर्को भनेको चाहिँ प्याट्रोन राइडर्स भन्छ, जो चाहिँ जोसँग चाहिँ केही छ, यो कमिटी मलाई मनपर्छ भनेर चाहिँ आफ्नो तर्फबाट केही जस्ट क्यास मात्रै होइन, इन काइन्ड पनि केही सपोर्टहरू उहाँले गरेर, जस्तै टी सर्ट नेपालले हामीले बहुत सपोर्ट गरेको छ, दाँतीले हामीले भेन्यू सपोर्ट गरेको छ। यसै यसो सपोर्ट गर्दै गर्दै यो कज यो कम्युनिटीको लागि स्ट्रेन्थन गर्ने कुरामा चाहिँ प्याट्रोनहरू भनेर भन्छौँ। उहाँले चाहिँ अरू कम्युनिटी कोरा त जहिले पनि फ्री नै हुन्छ, राजाले भनेको फ्री हो यो चाहिँ। तर सधैँ सबै कुरा फ्री हुँदाखेरि पनि कहिलेकाहीँ हाम्रो भोलिन्टियर कस्ट म्यानेजमेन्ट यताउति दायाँमा कुराहरू आइरहेको हुन्छ, कतै न कतैबाट त्यो हुँदाखेरि त्यो कुरालाई कसरी म्यानेज गर्नु। अब हामीसँग त्यही धेरै पैसा पनि हुँदैन होइन, थोरै थोरै पैसा हामी राखिरहेको हुन्छौँ, किनभने हामी पनि एज अ प्याट्रोन नै सोच्छौँ कि हामीलाई हामी पनि प्रोफेसनल फर्काउन 15-20 हजार रुपियाँ आफ्नो हामीलाई नि खासै गाह्रो कुरा त हुँदैन। इभेन्टको लागि हामी राखिरहेकै हुन्छौँ, मैले पनि हाम्रो साथीहरू 15-20 जनाले रेगुलर राखिराखेको हुन्छ त्यो इभेन्टमा। र त्यसरी चाहिँ हामीले कम्युनिटीलाई चाहिँ हामीले इम्पावर गर्दै जाने हो भनेर नि प्याट्रोनहरूले चाहिँ कम्युनिटी राइडर्सहरूलाई चाहिँ हामीले इम्पावर गर्नुपर्छ भन्ने पनि एउटा मेसेज बोकेर यो इम्पावरमेन्टको थिम हामीले ल्याएका छौँ। अर्को भनेको चाहिँ हाम्रो कल्चरबाट र हाम्रो हेरिटेजबाट चाहिँ हामी चाहिँ एकदम इम्पावर भएको छौँ। यो कुरा चाहिँ दाइले अघि जुन भन्नुभयो कसरी सल्भ गर्ने स्पोन्सरको इस्यु मलाई थाहा छैन, तर कहिलेकाहीँ चाहिँ मलाई लाग्छ वी हेभ क्र्याक द कोड भन्ने जस्तो लाग्छ क्या। र त्यो चाहिँ कहाँबाट आउँछ भने हाम्रो कल्चरल प्र्याक्टिसहरूमा कसरी यो सस्टेन भइरहेको छ, यो जात्राहरू कसरी भइरहेको छ, यो दाफा भजनहरू चाहिँ कल्चरमा बसेर हरेकचोटि बसिरहेको छ, नो इन्कम सोर्स, तर पनि त्यो कसरी सस्टेन भइरहेको छ र नट फर 5 years, नट फर 10 years, 500 years भन्दा नि पुरानो चाहिँ यस्तो कल्चरहरू छ। त्यो कसरी हुन्छ त्यहाँबाट सिकेर चाहिँ हामीले कोराले अब त्यो इन्फ्युज गर्दै गइरहेको छ। र त्यसमा चाहिँ हामीले एज अ साइकल कनेक्ट कुकुरले चाहिँ के गर्दैछ भने 3टा पिलरलाई चाहिँ हामीले रिकगनाइज गरेका छौँ। एउटा भनेको कम्युनिटी स्पिरिट, सामुदायिकरण गर्नुपर्छ हाम्रो अभियानलाई, समुदायले नै ओनरसिप दिनुपर्छ। अर्को भनेको संस्थागत गर्न हामीले गरे हरेक क्रियाकलापलाई चाहिँ संस्थागत गर्दै डकुमेन्ट गर्दै त्यसलाई चाहिँ नेक्स्ट जेनेरेसनलाई ह्यान्डओभर गर्दै कसरी जान्छ, त्यो एउटा इन्स्टिट्युसनलाइज पनि एकदम इम्पोर्टेन्ट छ। र मेन कुरा भनेको चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा भनेको बुद्धिजीवीकरण चाहिँ गर्नुपर्छ। किन भइरहेछ, त्यसको फर्स्ट प्रिन्सिपलहरू के हो त, किन यस्तो भइरहेछ, त्यो अध्ययन गर्दै जाने, त्यसमा चाहिँ हामीले डिस्कोर्सहरू ल्याउँदै जाने, अध्ययन गर्दै डिस्कोर्स ल्याउँदै अनि त्यसपछि त्यसबाट हामीले मोल्ड गर्दै नयाँ कुराहरू बनाउनु जाने कुरा चाहिँ यो 3टा पिलरमा बसेर चाहिँ हामी अब यो हाम्रो साइकल कनेक्ट भक्तपुर पैदल र पेडल मैत्री र भक्तपुरलाई चाहिँ अब एउटा चाहिँ एकदम प्रिमियर साइक्लिङ डेस्टिनेसन बनाउने, हरेक सेक्टर हरेक इकोनोमीसँग चाहिँ यसलाई इन्फ्युज गर्ने, मेन स्ट्रिम इकोनोमीलाईमा चाहिँ साइक्लिङलाई इन्फ्युज गर्ने मेबी इन नेक्स्ट 5 years होइन। हामीले केही साइजेबल त्यो कन्ट्रिब्युसन पनि देख्न सक्छौँ होला, सरकारले गर्न सकिँदैन, तर जुन तरिकाले हामी अगाडि बढिरहेको छौँ आइ भेरी पोजिटिभ होइन। त्यही भएर आज यसपालिको हाम्रो थिम नै इम्पावरमेन्ट हो। र जस्तै कि अब यो कल्चरबाट हामीले कसरी चाहिँ लिइरहेछौँ भन्ने कुरा यो होला क्या। अब यो हाम्रो चाहिँ मन्दिर जस्तो हो साइकल कनेक्ट भक्तपुर, यसको फाउन्डेसनमा अब हाम्रो भिजन मिसन होइन, त्यसपछि हाम्रो चाहिँ कोर भ्यालुजहरू स्पिरिट अफ भोलिन्टियरिजम, इनोभेटिभ प्रोएक्टिभ कल्चर, कोलाबोरेसन एन्ड कम्युनिटी इङ्गेजमेन्ट र डिसिप्लिन र ग्रोथ, यो हाम्रो कोर भ्यालुज हो 4वटा। यो फाउन्डेसनमा बसेर चाहिँ यहाँभित्र अब यो जुन इभेन्ट्सहरू भएर चाहिँ एक्जिक्युटिभ कमिटी हामी चाहिँ पुजारी जस्तो हो, हाम्रो रेगुलर होइन डे टु डे एक्टिभिटिजहरू चाहिँ एक्जिक्युटिभ कमिटीले हामी गरेर आउँछौँ। तर हाम्रो फाउन्डर्सहरू सबैजना एक्टिभ नभए पनि मेन पिलरहरू चाहिँ उहाँहरू हो क्या। लास्टमा के अभर परिहाल्यो कहीँबाट अब हामी घाटा जाने भयो भने पैसा चाहिँ हामीले सबैजनाले उठाइहाल्छौँ, एउटा पिलर त्यो पनि भयो। अथवा चाहिँ हामीसँग केही न केही हुन्छ, कन्ट्याक्टहरू के हुन्छ, लिङ्कहरू, त्यो ओनरसिप चाहिँ सुरुको फाउन्डर्सहरूसँग चाहिँ एउटा हुँदो रहेछ क्या। जहाँ जस्तो भयो भने त्यो फर्स्ट ओनरसिप चाहिँ जहिले पनि फाउन्डर्स हुन्छ नि, पिलरहरू चाहिँ हो। त्यसपछि माथिको चाहिँ हाम्रो विल्स भन्छ हामीले, हाम्रो ब्रान्चहरू चाहिँ साइकल कनेक्ट जेन्जी साइक्लिङ मैजाहरू, त्यसरी चाहिँ हाम्रो यो माथिको छानाहरू चाहिँ एकदम राम्रो जुन देखिन्छ
देखाउने हाम्रो मन्दिरलाई भनेको छानाहरू भनेको चाहिँ हाम्रो कमिटीहरू र त्यहाँबाट हुने प्रोग्रामहरू भयो होइन। अनि सबभन्दा चाहिँ मेन सिग्नेचर इभेन्ट कोरा भनेको चाहिँ गजुर जस्तो भयो हाम्रो होइन। त्यसरी चाहिँ एउटा मन्दिरको रूपमा हामीले यसरी भिजुलाइज गरेर चाहिँ हाम्रो चाहिँ यसरी म्यानिफेस्टेसन हामीले यसरी गरेका छौँ। र अर्को भनेको हाम्रो कम्युनिटी चाहिँ हाम्रो कसरी गर्छ भन्दाखेरि हामीले चाहिँ साथीले के भन्छ साइकल कनेक्ट भक्तपुरको सबैजना साइकल कनेक्ट भक्तपुर मेम्बर हो, नामै नसुने मान्छे पनि साइकल कनेक्ट भक्तपुरको मेम्बर हो होइन। अब हामी फाउन्डर भयौँ, त्यसपछि हाम्रो कोर मेम्बर जो पनि रेगुलर आइरहनुहुन्छ कन्ट्रिब्युट गरिरहनुहुन्छ, अर्को फुल मेम्बर भन्ने हुन्छ जो आउनुहुन्छ हाम्रो कमिटीमा बसेर टाइम अगेन कन्ट्रिब्युट गर्नुहुन्छ, अर्को हाम्रो जेनरल मेम्बर्सहरूको आफ्नो एउटा सर्कलहरू छ, त्यसपछि हाम्रो इभेन्टमा आउने पार्टिसिपेन्ट्सहरू हुन्छ। अनि लास्टमा यो जुन छ लार्जर कम्युनिटी सबैजना संस्थाहरूको जो मान्छे भने मलाई के लाग्छ भने सबैजना साइकल कनेक्ट भक्तपुरको मेम्बर हो, उहाँहरूले हामीलाई सहयोग गर्नुहुन्छ भन्ने त्यो एउटा ओपननेस लिएर हामी चाहिँ कम्युनिटीमा गयो भने त्यो सार्थकता नि पाउँछ भनेर हामीले एउटा ठाङ्काको मोडलमा चाहिँ यसरी हामीले चाहिँ हाम्रो मेम्बरसिपको चाहिँ यो कुरालाई पनि हामीले यसरी मेनिफेस्ट गरेका छौँ होइन। यो चाहिँ हाम्रो कल्चरबाट क्या हिँड्दै हिँड्दै राखेर यतै मन्दिर देखेँ ल यसरी चाहिँ गरौँ भनेर त्यसरी चाहिँ भिजुलाइज गरेर हामी अगाडि बढिरहेका छौँ। र यसरी नै हाम्रो ग्रोथ पनि यसरी हुँदैछ। हामीले अब जेनजीहरूलाई आफ्नै एउटा छुट्टै ग्रुप बनाएर उहाँहरूले इम्पावर गरिरहेका छौँ। मैचा भयो, अर्को भनेको हाम्रो चाहिँ यो एमटिभी स्पोर्ट्समा चाहिँ लाग्ने इन्ट्रेस्टेडहरू हाम्रो भाइ बहिनीहरूलाई फ्लिपर्स भनेर चाहिँ उहाँहरू रेगुलर गर्नुहुन्छ। हाम्रो अपिल च्यालेन्जर बनाउँछ हाम्रो ट्रेलमा तपाईँहरूको उहाँहरू गएर चाहिँ कसरी सेफ राइड गर्ने, कसरी तपाईँको चाहिँ यो च्यालेन्जहरू जाने, अनि कम्पिटिसनमा जाँदाखेरिको त्यो प्र्याक्टिस गर्ने, त्यो एउटा छुट्टै टोलीकोलाई चाहिँ हामीले फ्लिपर्स भनेर गरेका छौँ। अनि सेफ राइड भनेर चाहिँ हामीले चाहिँ फर्स्ट एड ट्रेनिङहरू दिने, अनि त्यसपछि यो लङ रुट गएछ यो चाहिँ हाम्रो यसो क्रस कन्ट्री राइडहरू जाँदाखेरि डाउन हिल च्यालेन्जहरू जाँदाखेरि सेफ कसरी हुने भन्ने कुराहरू त्यो डिस्कोर्सहरू गर्ने, त्यसको ट्रेनिङहरू गर्ने कुरा चाहिँ हामीले छुट्टै सेफ राइड भनेर एउटा इनिसिएटिभमा राखेका छौँ। साइकल कल्चर क्वेस्ट भनेर चाहिँ हाम्रो कल्चरसँग साइकलिङमा जोडिरहेका छौँ। अर्को ब्रेकर साइकल, फिक्सर साइकल भनेर चाहिँ हामीले बेसिक साइकल मेन्टेनेन्स ट्रेनिङहरू पनि हामीले रेगुलर अर्गनाइज गरिरहेको हुन्छौँ। र हाम्रो इभेन्टहरूमा 21 डे साइक्लिङ च्यालेन्ज, न्यू इयर च्यालेन्ज हामीले एउटा एकदम पपुलर हुँदै गइरहेको छ। कोरा भक्तपुर भइहाल्यो र साइकल इम्प्लिमेन्टको हरेक विक हाम्रो चाहिँ साइकल राइडहरू नजिकको डाँडा काँडामा हुन्छ। यसरी साइकल कनेक्ट भक्तपुर फैलिरहेको छ। यो साइकल कनेक्ट भक्तपुरबाट अहिले धेरै कुराहरू आएर हामीले यसरी अर्गनाइज र स्ट्रक्चर गरेर अगाडि बढिरहेका छौँ। र यो सबै कुराहरू अब यहाँ भन्दै गर्दाखेरि यो हाम्रो नेपालको यो साइकल कल्चर कसरी अगाडि बढिरहेको छ, यसमा के ग्याप्सहरू तारो सरले यत्रो किताब लेख्नु भएको छ, उहाँले यहाँ धेरै कुरा पोइन्ट आउट पनि गर्नुभएको छ होइन। र यो कोरा साइक्लिङ च्यालेन्जले विशेषतः यो हाम्रो साइकल कम्युनिटीलाई कसरी स्ट्रेन्थेन गर्नुभएको छ उहाँले किताबमा लेख्नु भएको छ। तर यहाँ चाहिँ उहाँले केही कुराहरू राखिदिनु हुन र भक्तपुरको यो कोरा साइक्लिङ च्यालेन्जमा पनि उहाँको तर्फबाट केही सजेसन्सहरू छ होइन। उहाँले केही छ भने एउटा प्राकृतिक हिसाबबाट पनि उहाँले केही कुरा राखिदिनुहुन्छ भन्ने र शुभकामना मन्तव्यको लागि पनि म अनुरोध गर्न चाहन्छु तारा सरलाई। त्यो भित्र हाल्नु नि यहाँ धेरै धन्यवाद सुमितजी। यस कार्यक्रमका मेन्टर राजजी खै उमेर त मभन्दा जेठै हुनुहुन्छ होला, दाजुमा फुले अनुसार जेठै जस्तो देखिन्छ है। हु इन्सपायर्ड अस फर पेडलिङ कलेक्टिभली। म चाहिँ वास्तवमा त्यो एउटा गौँथली हुन्छ नि त्यस्तो मान्छे हुँ र थिएँ, अहिले पनि हुँ कि। मलाई यो पब्लिकमा आएर पपुलिस्ट बन्नु मलाई मनै लाग्दैन थियो। म पब्लिकमा आउन पनि चाहँदैन थिएँ। म खुत्रो त्यो गौँथलीले सानो सानो माटो टिप्दै जोडिरहन्छ त्यस्तै जोड्ने रिसर्चर जस्तो मलाई रिसर्च मनपर्छ। आई लभ रिसर्च, आई लभ राइटिङ, आई लभ पब्लिसिङ है। सुरुदेखि नै नेपालको पब्लिसिङहरू चाहिँ के रहेछ भने लेखकहरूलाई अत्यन्तै धेरै एक्सप्लोइट गर्ने होइन, लेखकहरूलाई राम्रो किताबहरू अझै रिसर्च बेस्ड किताब नछाप्ने, चौताउ जस्तो किताबहरूलाई चाहिँ बरु होइन प्रमोट गर्ने, अलि सिरियस बुक्सहरूलाई पनि वास्तव नगर्ने। मेरो पिएचडीको क्रममा 2006-07देखि नै मैले यो कुरा थाहा पाएँ। त्यसपछि आफैले लगानी गरेर मेरो किताब छाप्नु थालेँ कि एक्चुअली आई एम ए काइन्ड अफ रेजिस्टेन्स गरेर राइटर हो म चाहिँ। त्यही हिसाबले म लेख्दै छाप्दै जान्थेँ। 10औं लाख इन्भेस्ट भए पनि मलाई किताब पब्लिस गर्नमा चाहिँ लोभ लाग्दैन। मेरो फ्यामिलीले पनि त्यसै गर्नुहुन्छ। अनि त्यही क्रममा जतिवटा किताबहरू मैले छापेको छु आफै अनुसन्धान गर्दै हिँड्छु, आफै पैसा खर्च गर्छु, छाप्दाखेरि पनि आफै गर्छु। आई डोन्ट केयर मलाई रिटर्न भयो कि भएन त्यो पनि मलाई मतलब छ। त्यही क्रममा हिँड्दै साइक्लिङ चाहिँ खुब गर्थेँ। अक्सफोर्ड युनिभर्सिटी युके जाँदा, बेलायत जाँदा विश्वको सबभन्दा होइन ठुलो
आइकोन एउटा इङ्ग्लिसको अब सभ्यताको चाहिँ विश्वविद्यालय पुग्दा यहाँका त प्रोफेसर्सहरू, पिएचडी स्कलर्सहरू, ठुल्ठुला राइटर्सहरू, अझै नोबल प्राइज विनर्सहरू, थिङ्क ट्याङ्कहरूकै विश्वका इकोनोमिस्टहरू, यस्ता मान्छे चाहिँ साइकल चल्दा र सिम्पल रहेछ यो राज्य जस्तै। यसो हाफप्यान्टै लाएर हिँड्ने प्रोफेसरहरू पनि, सामान्य टी सर्ट लाएर हिँड्ने, सामान्य वर्षादी लाएर हिँड्ने, उनीहरू प्रोफेसर जस्तै लाग्दैन कि। डेभिड ग्यालमरसँग नै हामी भेट्दा राति यस्तै टक हुँदाखेरि थुप्रै मान्छे साइकल लिएर आयो कि, राति 9 बजे फुसफुस हो पढिरहँदाखेरि ओहो साइक्लिङ भने त एकाडेमिक पो रहेछ भन्ने मलाई रियलाइज भयो। युरोपतिर अथवा जहाँ अलि साइकल कल्चर राम्रो डेभलप भएको छ त्यहाँको बेस्ट मान्छेहरू साइक्लिस्ट हुँदो रहेछ भन्ने मैले बुझेँ। त्योभन्दा अगाडि त म पनि साइक्लिङलाई एक हिसाबले हेर्दा दिन दुखीहरूको एउटा साधन जस्तो लाग्थ्यो नि त। किनभने अब हेटौँडामा साइकल, वीरगन्जमा पढ्नुपर्छ, साइकल चढ्न हिँडे पनि अलिकति स्तर उन्नति भएपछि त म पनि कारकै सपनामा हिँडेको हो। सबैको आमको कथा त्यही हो। त्यहाँ पुगेपछि एक हिसाबले यो ठुलो एकाडेमिक चिज हो है भन्ने लागेपछि सुमितजीहरूले यहाँ जे गरिरहनु भएको छ हरेक चिज इन्टेलेक्चुअलाइजिङ गर्नुहोस् है, ज्ञान निर्माणभन्दा ठुलो कुरा केही पनि होइन भन्ने कुरा चाहिँ महसुस हुन्थ्यो। र साइक्लिङलाई चाहिँ ज्ञान निर्माणसँग, बौद्धिक प्राज्ञिक चिजसँग कसरी जोड्ने भन्नेमै मेरो ध्यान थियो। त्यही क्रममा साथीहरूले मलाई साइकल अभियानमा ल्याउनु हो। तर मेरो ध्यान चाहिँ साइकल अभियान गरिरहे पनि जहिले पनि अनुसन्धान गर्ने, लेख्ने, को मान्छे पोटेन्सियल हुन सक्ला, कुन चाहिँ अभियान पोटेन्सियल हुन सक्ला, त्यसको लागि म हरेक रिस्क बियर गर्न तयार थिएँ। त्यही क्रममा यहाँको ट्याग जस्तो धेरै रिस्की चिजमा पनि हात हालेँ। परे आयो भने जतिसुकै घाटा भए पनि होस् भनेर छोडेको इभेन्टलाई म आफै नेतृत्व, मैले खोजेर गएको नै होइन, साथीहरूले आएर तपाईँले यसको लिड गर्नुहोस् भने भएर यहाँको ट्याग जस्तो भेरी सिरियस इभेन्टमा चाहिँ लिड गर्नलाई कोसिस गरेँ। किनभने मलाई त्यहाँबाट सिक्नु थियो, स्पेसली पैसा कमाउनु पनि थिएन, नाम कमाउनु पनि थिएन। कोरा इभेन्टहरू भएको देखियो, धेरै अगाडिदेखि भइरहेको छ होइन, रिसर्च पनि थाहा भयो। त्यो पनि मेरो लागि ठुलो प्लेटफर्म थियो। भनेपछि जहाँ जहाँ साइकल अभियान गर्ने साथीहरू हुनुहुन्छ, साइक्लिस्टहरू हुनुहुन्छ, साइकल इभेन्ट्सहरू भइरहेको थियो, त्यो चाहिँ मेरो लागि एउटा खुला प्लेटफर्म थियो कि सिक्ने। मलाई माया गरौँ चाहे घृणा गरौँ, कसैले मलाई मान गरौँ चाहे अपमान गरौँ, त्यो हामीलाई मतलबै हुँदैन कि। रिसर्चरलाई, रियल रिसर्चरलाई मतलब हुँदैन। जस्तै राज्यले मलाई आजसम्म एक कप चिया पनि खुवाउनु भएको छैन होला, मैले पनि एक कप चिया नि खुवाएको छैन होला, तर मेरो लागि उहाँ आदर्श पात्र हो र किताबमा नि हुनुहुन्छ। पुरा नै छ, एउटा सब च्याप्टरै छ। महान शत्रु अथवा घृणा गर्ने मान्छेको पनि यदि म्याटर लायक छ भने हामी 50 चोटि फलो गरेर त्यसलाई इन्क्लुड गर्छौँ। र यो किताबमा कतिलाई न्याय दिन सकेन होला, न्याय दियो होला, जो जस्तो देखिन्छ त्यसलाई त्यस्तै देखाउन कोसिस गरिएको छ। र कसैलाई खुसी पार्न, कसैलाई दुःखी बनाउन लेखिएको छैन। र मेरो अब आगामी दिन पनि साइक्लिङसँग रिलेटेड कुराहरूलाई इन्टेलेक्चुअलाइजिङ गर्नेमै हुनेछ। साइकल बिजनेसमा मेरो इन्भल्भमेन्ट हुनेवाला छैन, साइकल कन्सल्टिङमा पनि मेरो इन्भल्भ हुनेवाला छैन, कुनै प्रोजेक्ट डिजाइन गरेर त्यसबाट कमाउनेमा पनि मेरो इन्ट्रेस्ट हुनेवाला छैन, हुँदैन पनि, थिएन पनि। खालि एकाडेमिक इनपुट मात्रै म अनकन्डिसनल भन्ने म प्रतिबद्धता जाहेर गर्न चाहन्छु। जहाँसम्म कोराको कुरा आयो, यो कोरा भन्ने त ठुलो फिलोसफिक कुरा हो राज्य र हाम्रो साइकल कनेक्ट भक्तपुरको साथीहरू। वास्तवमा भन्ने हो भने यो इन्डिजेनस एस्थेटिक्स, इन्डिजेनियस वेलबिङ भन्छ अङ्ग्रेजीमा, नेपालीमा यसलाई के भन्ने हो है, आदिवासीय समग्र विकास। वेलबिङ भने त्यही होला, बौद्धिक विकास, आर्थिक विकास, भावनात्मक विकास, साङ्गीतिक विकास, सांस्कृतिक विकास होइन, सम्पदाको हिसाबले विकास, मनोवैज्ञानिक विकास, यो सम्पूर्ण विकासलाई अगाडि बढाउने चेतना रहेछ। सबभन्दा बढी कोराको इतिहास जोडिने त तिब्बतियन फिलोसफीमा रहेछ है। तिब्बतको त्यो एउटा ठुल्ठुलो गुम्बा घुम्ने कल्चर रहेछ, जुन इन्डियामा पनि छ, नेपालमा पनि छ, विश्वभरि छ। कोराको चाहिँ सबभन्दा ठुलो सिम्बल चाहिँ त्यो रहेछ। भनेपछि यो वास्तवमा कोरा चाहिँ चान्चुने विषय होइन है। राज्यलाई मैले पहिला नि भनेको थिएँ, 2 वर्ष अगाडि फोन पनि भएको थियो हाम्रो, उहाँसँग रिलेटेड, कोरासँग रिलेटेड भएको चक्षुजीहरू साथीहरूसँग पनि मेरो कुरा भएको थियो। यो दार्शनिक विषय हो, दार्शनिक, यसलाई सैद्धान्तिकरण गरिनुपर्छ।
किनभने एक त हाम्रो देश अथवा एजिया भनौँ न नन वेस्ट होइन पश्चिमेली देशहरूको भूमिबाट कुनै पनि विचार दर्शनहरू विश्वव्यापी राम्रोसँग भएको छैन एउटा बुद्धिज्म बाहेक है। त्यो त ठुलो फिलोसफी भयो, रिलिजियस स्पिरिचुअल के भयो। नत्र भने अभियानहरू हाम्रो जस्तो देशहरूबाट उठेर विश्वव्यापी भएकै छैन, अघि नै भयो। तर कोरा मात्रै एउटा हाम्रो साइक्लिङ कम्युनिटीको लागि यति ठुलो एउटा अवसर हो कि यसले ठुलो स्पेस लिन सक्छ। दार्शनिक रूपले नै लिन सक्छ, सैद्धान्तिक रूपले नै लिन सक्छ, प्राज्ञिक रूपले नै लिन सक्छ, स्पोर्ट्सको एडभेन्चर्स स्पोर्ट्सको रूपले नै लिन सक्छ, अब एक हिसाबले फनको रूपले नै लिन सक्छ। फन मात्रै छैन कि यो भित्र, वुमेन इम्पावरमेन्टको कुरा छ, चिल्ड्रेनहरूलाई होइन एउटा चाहिँ एउटा नयाँ किसिमको चाहिँ लिबरेसन फ्रिडमको चाहिँ सेन्स दिनेको कुरा छ, धेरै कुराहरू छ यो भित्र। यो दिन सक्छ। यसलाई पनि मैले सक्ने अरू सबै छोडेर एकाडेमिक इनपुट दिन म तयार छु। त्यसको लागि तपाईँले मलाई के पनि गर्नु पर्दैन, एक कप चिया नि दिनु पनि पर्दैन, म आफ्नै खर्चमा हिँड्छु, रिसर्च गर्छु भन्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु। अब तेस्रो पोइन्ट म टुङ्गाइहाल्छु। भक्तपुरसँग मेरो सम्बन्धै थिएन। म नेवार हुँ तर बिग्रिएको नेवार हुँ। आई डोन्ट स्पिक नेवारी, आई कान्ट स्पिक नेवारी। नेवारी कल्चरबाट म छुटेको छु, टुटेको छु, मेरो गुठी छैन, के छैन, रुटलेस खालको नेवार हो म। सप्रिया भन्नु कि बिग्रिया भन्नु, अङ्ग्रेजी साहित्यमा पिएचडी गरेको छु। आई क्यान स्पिक इङ्ग्लिस, आई टिच होइन इङ्ग्लिस लिटरेचर इन द युनिभर्सिटी एन्ड सो अन होइन। तर म यो नेवार कम्युनिटीसँग डिसोसिएटेड थिएँ, डिस्कनेक्टेड थिएँ। अधिकांश नेवार कम्युनिटीले मलाई नजिक पनि मान्दैन थियो। भक्तपुरसँग साइकल्सको हिसाबले कनेक्ट भएँ र भक्तपुरसँग म एकदम डिस्कनेक्ट। जब उहाँसँग मेरो कनेक्सन हुन थाल्यो र म आफै पनि खोज्दै हिँडेँ, किनभने कोराले नमुना देखाइरहेको थियो, स्पेसली कोराबाटै भएको। अनि सुनिल ख्यालजीहरू भेट भयो, हाम्रो सुमितजीहरू, अरू थुप्रै तानिया बहिनीहरू भेट भयो, लट्स अफ अदर पिपल। बाहिर गएँ नि भक्तपुर अनि रिसर्च गर्दा नि भक्तपुर भेटियो। र भक्तपुरमा चाहिँ अरू सबै ठाउँमा भन्दा सबैभन्दा राम्रो कल्चर चाहिँ यहाँ के छ भने इन्टेलेक्चुअललाई रेस्पेक्ट गर्छ। यहाँको कम्युनिटी एज अ होलले सांस्कृतिक, साङ्गीतिक, साहित्यिक, बौद्धिक गतिविधिहरूलाई एकदम केन्द्रमा राख्छ। सम्पदा जोगाउने चिजलाई नै केन्द्रमा राख्छ। एक्चुअली भक्तपुर इज अ मोडल सिटी है। अझै भन्यो भने म त क्लेम गर्न चाहन्छु, रिसर्चबाट नै पत्ता लगाउँछु र प्रुफ गर्छु, पत्ता त लागि नै सकेको छ। भक्तपुर चाहिँ वास्तवमा क्यापिटल अफ कल्चर, क्यापिटल अफ हेरिटेज, क्यापिटल अफ रेनासा, क्यापिटल अफ रिनोभेसन, रिजेनेरेसन, पुनर्निर्माण होइन, नमुना प्रस्तुत गर्ने रहेछ के। त्यसै फाउन्डेसनबाट म चाहिँ देख्छु भक्तपुरबाट साइकलको पनि रिनेसा हुन सक्छ। साइक्लिङ कम्युनिटी बढ्यो, फन राइडर व्यापक बढ्यो, यसको लागि योगदान दिने थुप्रै होला, त्यसमध्ये हामी पनि केही होला। तर म त एकदम सामान्य मान्छे हुँ साइक्लिङको। म भन्दा यो किताबले पनि भन्छ हजारौँहरू छन्, सुनिल ख्याजीको अगाडि म गुच्चा हो। म त यसो भक्तपुर, कीर्तिपुर, काठमाडौँ मात्रै सहर गरिरहने हो। मेरो लागि त हाम्रो श्रीमान श्रीमती दुईजना, म त उहाँहरूको लागि गुच्चा हो, उहाँहरू सगरमाथा हो होइन। देयर आर लट्स अफ सच पिपल हु आर फार बेटर देन मी है। मलाई म ठुलो हुँ भन्नै चाहन्न, म एकदम सामान्य बिगिनर हुँ। तर भक्तपुरमा यो जुन कम्युनिटी छ सिसिबी, यसको यो कम्युनिटीको साथीहरू हेर्नुहोस् है, भर्खरको जेएनजीलाई लिडरसिप दिन्छ। लिडरसिपमा भइरहेको सायद हाम्रो एनसिएमा 23 वर्ष त छिमिदाई अध्यक्ष भएको देखिन्छ। अहिले पनि कुनै साइकल कम्युनिटीको अध्यक्ष हुनको लागि लडिरहेको हुन्छ, अथवा कुनै पनि इन्स्टिट्युसनमा यहाँ यो प्र्याक्टिस देखिन्न है। एउटा मिठो कल्चर। दोस्रो प्र्याक्टिस चाहिँ के छ त, भक्तपुरले आजसम्म साइक्लिङको नाममा कुनै प्रफिट लिएर बेनिफिट लिएको जस्तो लाग्दैन। यहाँको मेम्बरहरू कम्प्लिट भोलुन्टियर भएर काम गरिरहेको देख्छु कि वर्षौँदेखि। यो अर्को एउटा नमुना हो भक्तपुर, र म यहाँबाट सिक्न चाहन्छु। म यो कम्युनिटीबाट पनि केही लिन चाहन्न, दिन चाहन्छु। मेरो नाम लेखिदिनु होला। इकोनोमिक तपाईँहरूलाई सपोर्ट चाहिन्छ भने पनि ल तारा सर अथवा ताराजी तपाईँको नाममा यति भन्नुहोस्, म जहिले पनि दिन तयार है। भक्तपुरको लागि मेरो कमिटमेन्ट भयो। अर्को सबभन्दा मलाई मन परेको भक्तपुरको कल्चर भनेको चाहिँ यदि पोजिटिभ कुरा लिएर गयो भने कम्युनिटीले हेल्प गर्दो रहेछ के। कुनै
एकदम त्यस्तो खालको मान्छेले होइन रहेछ के, एकदम सुपरम्यान ठुलो मान्छे महान मान्छे उद्धार गर्छ भन्ने कन्सेप्ट होइन रहेछ के। भुइँबाट रुटबाट चाहिँ सपोर्ट हुँदो रहेछ हरेक गतिविधि गर्दाखेरि है, साहित्यिक सांस्कृतिक बौद्धिक हरेक गतिविधि गर्दाखेरि। त्यो पनि भक्तपुरको यो सिसिबीले त्यो कल्चरलाई फलो गरेर जस्तो देखिन्छ हेर्नुहोस् है। अर्को एउटा मलाई सबभन्दा मनपर्ने भक्तपुरको जहिले पनि नयाँ केही न केही खोजौँ है भनिरहेको हुँदो रहेछ कि। किड्स कोराको अरूले नि गर्न खोज्यो होला, तर सबभन्दा बेस्ट नमुना त यहाँ भयो नि। वुमेन बढ्दैछ ठिकै छ, त्यो अर्को पाटो भयो, तर किड्स कोरालाई पनि नेपालको एउटा मोडल नमुना भन्दै हुन्छ। त्यो चाहिँ एक्सटेन्ड भइरहेछ देशभरि, आवश्यक पनि छ। र यहाँ मात्रै होइन, भ्याली बाहिर पनि 2 जना 3 जना पनि फिमेल भेट्न गाह्रो छ। कति ठुल्ठुलो इभेन्ट गरिरहेको हुन्छ, फिमेलै छैन। नेपालको कत्रो छ होइन, खोइ फिमेल भन्दा बनाउनै सकिएन सर। हेटौँ न कत्रो साथीहरू बढ्यो, अस्तिसम्म 50 जना 20 जना सकिनु थियो, अहिले त 3-4 वटा ग्रुप बनेर त होइन कम्पिटिसन गरिरहेको छ। फिमेल चाहिँ कोही भन्दा बल्ल 4-5 जना देखिन्छ, 2-3 जना देखिन्छ, त्यो पनि फेरि हराएर देखिन्छ। त्यस कारणले यो नमुना पनि भक्तपुरले किड्सबाट सुरु गरेको छ। अलिकति एकाडेमिक कुरा आयो भनेदेखि त्यसलाई प्रश्रय दिइरहेछ। यी नमुनाहरू भक्तपुरबाट हामीले सिक्नुपर्छ। अब म त भन्छु भक्तपुर इज अ मोडल सिटी, इट विल बी द मोडल सिटी फर साइकल कन्सियसनेस। अन्तिममा म एउटा जोड्छु, यो भक्तपुरको एउटा फिलोसफी चाहिँ के रहेछ भने पहिला मल्लकालदेखि नै यहाँ आफ्नै धरोहर थियो। पछिल्लोचोटि चाहिँ जस्तै भक्तपुर आफ्टर अ सेन्चुरी भन्ने एउटा किताब रहेछ, अलि अगाडि नै पब्लिस भएको। त्यो मोडललाई अलि बढी फलो गर्दो रहेछ यहाँको पालिकाहरूले। त्यो किताब भर्खर पनि फेरि अर्को एडिसन आएको छ, केही दिन अगाडि मात्रै। त्यो पनि मैले पढेर खाइसकेको छु। र त्यो किताबले पनि के भन्छ भने हामी भक्तपुरलाई चाहिँ भेहिकल फ्री बनाउनै पर्छ, बनाउने कोही बेलादेखि घोषणा गरेर लेखिएको रहेछ। र त्यही किताबलाई नगरपालिकाले नै सबभन्दा मार्गनिर्देशको रूपमा प्रयोग गरिरहेको देखिन्छ। त्यो किताबले पहिल्यै परिकल्पना गरेको थियो कि 100 वर्षपछि पनि हामीले मल्लकालको जस्तै एन्सियन्ट एन्टिक भक्तपुर चाहिँ जोगाइराख्ने हो भने भेहिकल फ्रीमा जानुपर्छ, कोसिस पनि भएको रहेछ। त्यो पनि एउटा अपर्च्युनिटी छ जस्तो लाग्छ। भक्तपुरले यसलाई क्याच गरोस्। मेरो तर्फबाट प्रोजेक्ट डिजाइन गरिदिनुपर्छ, आइ एम रेडी। भिजन बनाइदिनुपर्छ, आइ एम रेडी। प्रपोजलै लेखेर तयार पारिदिनुपर्छ, त्यो पनि रेडी। पालिका हुन्छ कि कुनै तपाईँहरूको स्थानीय सरकारको कोही व्यक्तिहरूसम्म यो कुरा पुर्याइदिनुपर्छ, मिटिङ बस्नुपर्छ, त्यसमा पनि म तयार। भोलिन्टियर गर, त्यो पनि म तयार। लेख्दै, त्यो पनि म तयार। तपाईँहरूको लागि एउटा अनकन्डिसनल साइकल फ्रेन्डको रूपमा निस्वार्थ रूपले समाजसेवा, यहाँको कल्चर अफ भोलिन्टियरिजमलाई फलो गर्दै म पनि भोलिन्टियर बन्न तयार छु। र यसपालिको कुरामा म पनि आउँछु, अरू साथीहरू पनि पक्कै आउनेछ। भक्तपुर बवाल हुन्छ भनेर उहाँहरूको नारा रहेछ, बवाल भइरहेको थियो, बवाल हुन्छ, बवाल भविष्यमा पनि हुनेछ। तर यो कम्पिटिसन होइन राज्यहरूलाई भन्दै यहाँ उपस्थित हुनुभएका सम्पूर्णलाई र मेरो तर्फबाट पनि साइकल सौन्दर्य किताबलाई नि माया गरिदिनु भएकोमा धन्यवाद। हामीले खासमा यही सुन्नलाई तारा सरलाई बोलाएको। थ्याङ्क यू भेरी मच तारा सर। होइन, यु अलवेज इन्सपायर अस, मोटिभेट अस। सुरुदेखि नै तारा सरसँग हामीले जसरी अलिकति अफिसियल सेटअपमा बसेर कुरा गर्ने मौका पाएँ मैले, उहाँले फर्स्ट दिनदेखि नै मलाई एकदमै छुनु भएको छ। उहाँको जुन चाहिँ त्यो सोच्ने डाइमेन्सन नै एकदमै उहाँले इन्सपायरिङ छ र त्यहाँबाट म एकदमै धेरै प्रभावित छु। र पछिल्लो समय धेरै नजिक पनि हुन पाएँ, अवसर पाएँ। तारा सरले नि मलाई एकदम जे होस्, मैले फोन उठाएपछि गरेपछि उठाउनुहुन्छ होइन, यति ठुलो चाहिँ प्रोफेसर भएर जे होस् म जस्तो मान्छेलाई पनि उहाँले चाहिँ यतिको चाहिँ स्पेस दिनुभएकोमा पर्सनली पनि धेरै थ्याङ्क यू भन्न चाहन्छु। र सिसिबीलाई उहाँले जति माया गर्नुभएको छ, हामीलाई जसरी उहाँले क्लोजली चाहिँ हेरिराख्नु भएको छ, र उहाँले चाहिँ समय समयमा हामीलाई यस्तो यस्तो होइन अलिकति डिरेल हुने बेलामा पनि हामीलाई जोगाउनु हुन्छ कहिलेकाहीँ, यस्तो चाहिँ नगर्दाखेरि राम्रो होला है सुमितजी, यो कुरामा चाहिँ यस्तो यस्तो पनि अनुभवहरू छ भनेर जसरी उहाँले हामीलाई चाहिँ ट्र्याकमा फेरि ल्याउनुहुन्छ, त्यो एकदमै हामी सराहना गर्छौँ। धेरै धेरै उहाँलाई आज पनि धन्यवाद दिन चाहन्छु र निरन्तर यो धन्यवाद दिने क्रम चलिरहन्छ। एकदमै धेरै तारा सरको लागि एकचोटि जोरदार ताली साथीहरू। अब लगभग हामी अन्त्यतिर आइसकेका छौँ। मुख्य विषयवस्तु भनेको चाहिँ अब एउटा हामीले गर्ने पनि कुरा भनेको चाहिँ यो पनि हो, तर यो एकदम फरक टेक हो।
साइकल कनेक्ट भक्तपुरले कुनै पनि इभेन्टको प्लानिङ गर्दाखेरि कहिले पनि हामीले फाइनेन्सलाई पोइन्ट 1 मा राखेर प्लानिङ गरेनौँ। हाम्रो जहिले पनि प्रिन्सिपल कस्तो रह्यो भने चाहिँ मिनिमम इन्भेस्टमेन्ट म्याक्सिमम चाहिँ इम्प्याक्ट क्रिएट गर्ने भन्ने नै हाम्रो मोडालिटी। फर्स्ट डे 1 देखि नै हामीले सकेसम्म पैसा भनेको चाहिँ जहाँ खर्च गर्नुपर्छ त्यहीँ मात्र खर्च गर्ने हो। आफूसँग भएको सामानहरू चाहिँ कम्युनिटीबाट कतै आउँछ भने लिने हो, राख्ने हो, चलाउने हो, फेरि फिर्ता गर्ने हो। त्यो तरिकाले नै हामीले गरिरहेको छौँ किनभने यति धेरै रिसोर्सेसहरू हाम्रो कम्युनिटीमा छ, त्यसमा थपिरहनु पर्दैन। त्यसलाई जस्ट रियुज मात्र गर्दाखेरि पनि हामीलाई हाम्रो काम टरिहाल्छ। एक दिनको इभेन्ट गर्नलाई धेरै खर्च गर्नु पर्दैन भन्ने नै हाम्रो चाहिँ सिद्धान्त हो। यो गर्दै जाँदाखेरि चाहिँ अब स्पोन्सरसिपको धेरै कुरा हुन्छ। अब अनि राजदाले पनि म भन्न चाहन्छु यो भक्तपुरमा चाहिँ हामीले इभेन्टहरू गर्दाखेरि खासै हाम्रो धेरै एकदम वाइल्ड धेरै खर्च पनि हुँदैन, इजिली नै भइरहेको हुन्छ नि त। र स्पोन्सरसिप भन्दा नि हामी चाहिँ प्याट्रोनसिपमा बढी विश्वास गर्छौँ क्या। खासमा चाहिँ प्याट्रोन्सहरू चाहिन्छ। स्पोन्सरसिप इज भेरी ट्रान्ज्याक्सनल होइन। आई गिभ यु दिस, वाट विल यु गिभ मी इन रिटर्न? मेरो भिजिबिलिटी के हो, यताउति कुराहरूमा धेरै हुन्छ। त्यो पनि ठिक छ, हामी त्यो दिन सक्छौँ किन कोराको ब्रान्डले त्यो भिजिबिलिटी चाहिँ जति तपाईँहरूले चाहिँ इन्भेस्ट गर्नुपर्छ त्यसको 10 टाइम्स बढी दिन्छ। यो म एकदम खोलेर भन्न सक्छु। कोराको ब्रान्ड भनेको नेपालको स्पोर्टिङ अथवा चाहिँ तपाईँको चाहिँ यो स्पोर्ट्स भन्दा धेरै ठुलो कुरा हो। यो जात्रा भइसकेपछि सबै कुरा समेटिसक्यो यसले। मतलब त्यो भिजिबिलिटी चाहिन्छ। बिचका जात्रामा ब्रान्डिङ गर्दाखेरि मैले के भिजिबिलिटी पाउँछु भनेर होइन, यता मसिना रथ तान्ने बेलामा त्यो क्वेसन सोध्ने मान्छे नि मूर्ख हुन्छ नि त। खासमा त्यस्तै हो। दिन सक्छौँ जसलाई पनि इफ यु आर लुकिङ फर भिजिबिलिटी त्यो चाहिँ हामी दिन सक्छौँ, त्यसमा कुनै कुरा छैन। तर वी आर नट होइन, तपाईँहरू त्यसमा लिमिट नहुनु भन्ने हाम्रो रिक्वेस्ट हो। प्याट्रोन बन्नु, हामी प्याट्रोनहरू चाहिँ खोजिरहेको छौँ। प्याट्रोन भनेको कस्तो भन्दाखेरि रेगुलर हामीसँग चाहिँ कनेक्ट भइरहनु पऱ्यो। एउटा इभेन्टको लागि, कोराको लागि होइन, साइकल कनेक्टको वर्षैभरि हाम्रो यति धेरै इभेन्टहरू, यति धेरै कार्यक्रम भइरहेको हुन्छ। हामीसँग अहिले एसोसिएट्सहरू पनि 5 जना हुन्छ जसले एकदम मिनिमल महिनामा 1000 रुपियाँ उहाँहरूले हामीलाई दिनुहुन्छ। हामीले धेरै पनि लिँदैनौँ। जति सके ठुलो कर्पोरेट होस् उहाँसँग क्षमता छ हामीलाई थाहा छ। तर एभ्री वान इज इक्वल। महिनामा हामी 1000 रुपियाँ उहाँहरूलाई रिक्वेस्ट गर्छौँ। 1000 रुपियाँ दिँदा उहाँहरूको लोगो हामी क्यारी पनि गरिरहन्छौँ। हाम्रो पोस्टरमा पनि तपाईँले देखिरहनुहुन्छ होला सोसियल मिडियामा। हरेकचोटि हाम्रो इभेन्टमा चाहिँ हामी उहाँहरूलाई चाहिँ रिक्वेस्ट गर्छौँ। 1000 रुपियाँ उहाँले दिनु, मतलब वर्षको 12,000 हो। कोरामा पनि उहाँहरूको आउँछ, सबैको आउँछ र उहाँले रेगुलर सपोर्ट गर्नुहुन्छ क्या। त्यो पैसा भनेको सिम्बोलिक मात्र है। फेरि उहाँबाट हामीले चाहिँ के पाउँछौँ भनेपछि उहाँहरूको मेन कोर जुन चाहिँ प्रडक्टहरू छ नि त्यसमा हाम्रो एक्सेस उहाँहरूले हामीलाई दिनुहुन्छ। जस्तै कि हाम्रो मेडिकल पार्टनरहरू हुनुहुन्छ, उहाँहरूको अब मेडिकल इमर्जेन्सिजहरू उहाँहरूले हामीलाई सपोर्ट गर्नुहुन्छ। हामीले चाहिँ अब सेफ राइड जस्तो हाम्रो इनिसिएटिभहरूमा उहाँले हामीलाई ट्रेनिङ दिनुहुन्छ, फिजियोथेरापीको ट्रेनिङहरूदेखि र फर्स्ट एडको ट्रेनिङहरू। त्यसको लागि त हामीले पे गर्नु परेन, जो सहभागी हुनुहुन्छ उहाँले पे गर्नु परेन। अनि त्यो एक्सेस हामीले पायौँ न त्यो कम्युनिटीबाट, र उहाँलाई पनि त्यहाँबाट धेरै राम्रो भइरहेछ। भेहिकलहरू, हाम्रो रेस्पोन्स भेहिकलहरू, इमर्जेन्सी भेहिकलहरू कुनै इभेन्टमा चाहियो भने पनि यस्तो हाम्रो फ्याक्ट्रीहरू हुन्छ, के हुन्छ, एक दिनको लागि उहाँहरूले हामीलाई दिनुहुन्छ। त्यो खालको एक्सेसहरू हामीले पाइरहेछौँ नि। त्यो प्याट्रोनसिपले चाहिँ भक्तपुरको यो कोरालाई चाहिँ एकदमै कम बजेट हाम्रो एकदम मिनिमम हुन्छ होइन। हामीले खर्चै गर्नुपर्ने कुराहरू भनेको यो जस्तै जर्सीहरू, बफहरू, अब भलिन्टियरलाई खाना खुवाउनु पर्ने कुराहरू जुनमा चाहिँ हाम्रो पैसै खर्च गर्नुपर्ने हुन्छ होइन। त्यसमा चाहिँ हामीले पैसा खर्चै गर्नुपर्छ। त्यसको लागि चाहिँ हामीले चाहिँ फाइनेन्स क्यासमा हामी चाहिँ सपोर्टहरू पनि लिन्छौँ, कल पनि गर्छौँ। र त्यो पनि कस्तो हुन्छ भने हाम्रो साथीभाइहरूले गर्दा पनि धेरै हामीलाई पुगिरहेको हुन्छ। नपुगेको चाहिँ अघि नै भने जस्तै हामी फाउन्डरहरूले हामी आफै पनि यसको एउटा चाहिँ प्याटर्न हो भने हामीले त्यो फिलिङ लिएर नै हामीले इन्भेस्ट गरेर पनि हुन्छौँ। र यो चाहिँ कल्चरलाई चाहिँ प्रमोट गर्ने भन्ने चाहिँ हाम्रो मेन मोटिभ हो। हामीले एउटा चाहिँ कस्टोडियनको भूमिका मात्र खेलेको, एउटा हामी मिडियम मात्र हो। भोलि गएर चाहिँ कोरा भक्तपुर भन्ने कुरोमा चाहिँ सुमित बाला, विकेश तुषा, सुनिल ख्याजु, रियाज कर्मचारी यिनीहरू सबैलाई बिर्सिनुपर्छ। जसले बिचका जात्रा कहिले सुरु गरेको, कसले सुरु गरेको कसलाई याद छैन नि त। कुन राजाको पालामा सुरु भनेको नाम सोध्दैन, कसलाई थाहा छैन। भोलि कोरा भक्तपुर कसको पालामा कसरी सुरु हो भने त्यो कसैलाई याद हुनुपर्ने आवश्यकता पनि छैन। हामीलाई भुलेर जाओस् भन्ने चाहिँ हाम्रो मेन चाहना हो। खासमा साइकल कनेक्ट भक्तपुर चाहिँ बिलाएर जानुपर्छ। यति धेरै साइक्लिस्ट हुनुपर्छ कि त्यसको औचित्य नै नरोस्। किन चाहियो साइकल कनेक्ट भक्तपुर, बाइक कनेक्ट भक्तपुर, मोटरसाइकल कनेक्ट भक्तपुर चाहिँ चाहिएको छैन भनेपछि साइकल कनेक्ट भक्तपुर पनि हराएर जानुपर्छ। यति धेरै साइक्लिस्ट हुनुपर्छ भन्ने चाहिँ हाम्रो मेन भिजन चाहिँ त्यो हो भोलि गएर चाहिँ। त्यही भएर अब वी आर अलवेज ओपन फर होइन यो खालको पार्टनरसिपहरू। हामीसँग पार्टनरसिप तपाईँहरू गर्न सक्नुहुन्छ। हामी चाहिँ अब जस्तै इन काइन्ड सपोर्ट हाम्रो कोराको लागि चाहिँ स्पेसली यो ओनरसिप चाहिँ हामीले सेयर गर्न चाहन्छौँ, कम्युनिटीसँग सेयर गर्ने ओनरसिप। यो कम्युनिटीमा जाओस् नै भन्ने हाम्रो मेन चाहना हो। इन काइन्ड सपोर्ट भनेको हाइड्रेसन लाइनहरू, वाटर, त्यसपछि हाम्रो जीवनजल, यताउति कुराहरू भयो, टेन्ट्सहरू, कुनै बेला पानी परेर आउँछ
ठाउँ ठाउँमा टेन्ट्सहरू पनि हामीले जसरी पहिला लिइरहेका छौँ त्यसरी नै अब हामी अहिले पनि त्यो खोजिरहेका छौँ सपोर्ट भेहिकल्सहरू फर्स्ट एड किट्सहरू म्यानेजरल सपोर्ट मेन चाहिँ हो सबैभन्दा मेन इम्पोर्टेन्ट इभेन्टलाई चाहिँ एकदम रमाइलो बनाउने स्मुथ बनाउने चाहिँ म्यानेजमेन्ट रहेछ र म्यानेजमेन्टहरूको जति धेरै मान्छेले सपोर्ट गर्यो त्यति राम्रो हुने रहेछ रुट मार्किङहरू स्पोर्ट भोलिन्टियरहरू डिरेक्सनहरू देखाउने मेडिकल इमर्जेन्सिजमा हाम्रो सपोर्ट गर्ने योभन्दा अगाडि पनि हामीले रेड क्रसहरूदेखि लिएर यहाँको विभिन्न हस्पिटलहरूसँग पार्टनरसिप गरेका थियौँ टेक्निकल सपोर्ट भनेको हाम्रो साइकलहरू बिग्रिँदाखेरि ठाउँ ठाउँमा चाहिँ हाम्रो सपोर्ट गर्ने कुराहरू भेन्यूहरू जस्तै यो होटल दाँतीले आज हामीले भेन्यू दिनुभएको छ नेवा ननी हाम्रो सल्लाहकारीमा चाहिँ हाम्रो मेन कुरा इभेन्टको आफ्टर पार्टी त्यहाँ हुँदैछ मेडल डिस्ट्रिब्युसनदेखि लिएर त्यहाँ हाम्रो चाहिँ हाम्रो यो साइक्लिङ मैजाको चाहिँ हाम्रो डकुमेन्ट्रीहरूको स्क्रिनिङदेखि लिएर अरू पनि हाम्रो चाहिँ त्यस्तो इभेन्टहरू त्यहाँ रहेको छ फोटो एक्जिबिसनको कुरा रहेको छ त्यहाँ हाम्रो चाहिँ म्युजिकल सो पर्फर्मेन्सको लागि हाम्रो कुराहरू भइरहेको छ अब यस्तो खालको भेन्यूहरू हामीलाई साउन्ड सेटअपको कुराहरू रहेछ अब गेस्टहरूलाई होस्ट गर्ने हाम्रो चाहिँ अब बाहिर जिल्लाबाट आउने चाहिँ हाम्रो साइक्लिस्ट साथीहरूलाई चाहिँ होस्ट गर्नले सहयोग गर्नुहुने यसको लागि पनि हामीले चाहिँ होटल एसोसिएसन भक्तपुरलाई रिक्वेस्ट गरेका छौँ उहाँहरू पनि पोजिटिभ हुनुहुन्छ पक्कै पनि यसले पनि केही सपोर्ट हुन्छ र क्यास सपोर्ट त अलवेज होइन जति लिक्विडिटी हामीसँग भयो हामी चाहिँ एकदम चाँडै चाहिँ हामीले निर्णय गरेर चाँडै चाहिँ हामीले त्यो कुराहरू एक्सेस गर्न पाउँछौँ त्यसलाई त यो एकदम इम्पोर्टेन्ट त छँदैछ तर इट्स नट एभ्रिथिङ भन्ने कुरा फेरि म रिपिट गर्न चाहन्छु लजिस्टिक्सहरू म्यानेज गर्ने फ्युल फुडहरू मेन अब यस्तै ब्यानरहरू प्रिन्ट गर्ने यताउति कुराहरू यसमा पैसा खर्च भइन्छ त्यो हुने कुरालाई हामीले रोक्न सकिँदैन पैसै चाहिँदैन भन्ने कुरा होइन तर पैसै सबै ठोक होइन भन्ने चाहिँ मेन कुरा हामीले बुझ्नुपर्छ भन्ने नै हाम्रो मेन त्यो हो त्यही भएर वी आर अलवेज ट्राइङ टु सेयर दिस ओनरसिप यो साइकल कनेक्ट भक्तपुर सुमित बालाको सुनिल ख्याजुको होइन यो चाहिँ हामीले कम्युनिटीले चाहिँ हामीले एउटा जिम्मा दिएको होइन हामीले अब कहीँबाट हामीले जिम्मा आइपुग्यो हामीले जिम्मा लिएर अहिलेसम्म लिइरहेका छौँ र बिस्तारै हामी कम्युनिटीलाई नै यसलाई सेयर गर्दै जानुपर्छ भन्ने नै हाम्रो मेन बुझाइ हो र यो गर्दै आजको मेन अब इभेन्ट भनौँ यसपालिको अब रिभिल गर्नु पऱ्यो हाम्रो के छ सुसन अब हाम्रो जर्सी यसपालि हाम्रो साइकल कनेक्ट भक्तपुर कोरा भक्तपुर 2026 जर्सीको एउटा स्याम्पल पनि हामीसँग आइपुगिसकेको छ यो जर्सीको हाम्रो स्याम्पल रिभिल गरिदिनुलाई हाम्रो स्पेसल गेस्ट राज दाई र तारा सर दुवैजनालाई म स्टेजमा चाहिँ आमन्त्रण गर्न चाहन्छु चिप भने सिएचआइपी चिप अहिले चिप आउँदैन यदि प्राइस हाइक भइरहेको छ मेरो यो नानी पनि आउनु न स्टेज ल नानी ओके आउनुहोस् ल यो किड्स कोराको ल आउनुहोस् नानु ल आउनुहोस् त ल सबैले जोरदार ताली सहित यसपालिको जर्सी हाम्रो रिभिल गरौँ यो जर्सी हाम्रो अब लगभग अल्सो यो अगाडिपट्टि भयो अहिलेसम्म हामीसँग अनबोर्ड भइसक्नु भएको छ नेवा ननी र हाम्रो होटल दाँची होइन उहाँहरू चाहिँ हाम्रो यसपालिको भेन्यू पार्टनरहरू छ किड्स कोराको लागि हाम्रो होटल दाँची र नेवा ननी हाम्रो उसको लागि र हाम्रो एसोसिएट्सहरू जुजु बाइक्स कमल मिलाक पोलिक्लिनिक मोन्टाना प्लान्ट स्टुडियो आइकन खबर र हाम्रो जेनुन सेकेन्डरी स्कुललाई पनि धेरै धन्यवाद उहाँहरूले हामीलाई रेगुलर सपोर्ट गरिरहनु भएको छ थ्याङ्क यू भेरी मच यो जर्सी हाम्रो यस्तो हुन्छ र हाम्रो आइकोनिक भूपतिन्द्र मल्ल हाम्रो जहिले हाम्रो लोगोमा पनि भूपतिन्द्र मल्ल छ पछाडिपट्टि त केही लोगै छैन यसको कति राम्रो छ यता प्रिन्ट भएन चाहिँ क्या अब यो चाहिँ ल हाम्रो प्याट्रन्स स्पोन्सरले भन्नु पर्यो नानुले समाउनुहोस् ल यसरी जानुहोस् ल है ओके ल वाउ ओके मेडल पनि रिभिल भइरहेछ है यसपालिको कोरा 26 को मेडल भक्तपुरबाट रिभिल हुने सौभाग्य भक्तपुरले पाएको छ नेपालभरि यो मेडल जान्छ र एउटा कुरा भन्न चाहन्छु यो भक्तपुरमै डिजाइन भएको ल यस र हाम्रो डिजाइनर हाम्रो सुसन यसपालिको हाम्रो जर्सीको डिजाइनर पनि हाम्रो सुसन मेडलको डिजाइनर पनि हाम्रो सुसन र यो पनि हाम्रो एकदम प्राउड अफ हिम अहिले लाउँ जस्तो छ र अर्को हाम्रो बफ ल बफ पनि आइपुग्यो त
यो चाहिँ एकदम लिमिटेड एडिसनको बफ हो यो चाहिँ ल यो चाहिँ हाम्रो एकदम लिमिटेड एडिसनको बफ हो हेरिटेज एडिसनको बफ हो है यो चाहिँ यसको गिभ अवेजहरू हामी गर्छौँ ओके यो चाहिँ किड्सको होइन म्यानर स्पेसल म्यानर लाउ ल ओके थ्याङ्क यू भेरी मच अब यो सौभाग्य आज हामीले प्राप्त गरेका छौँ भक्तपुरमा कोरा 26 को मेडल रिभिल गर्ने हाम्रो जर्सी पनि रिभिल भइसकेको छ यसले अब पक्कै पनि कोराको अहिलेसम्म हाम्रो रेजिस्ट्रेसन भक्तपुरको लागि चाहिँ लगभग 350 जति पुगेको छ होइन सुसन 350 जति पुगेको छ हाम्रो अब यसको ग्राफ बढ्छ एक्सपोनेन्शियल हुन्छ अब आजदेखि एक्सपोनेन्शियल हुन्छ भक्तपुरले चहल बल दिन सुरु गरिसकेको छ र हाम्रो यसमा भक्तपुरमा कस्तो छ भन्दाखेरि चाहिँ मेन इभेन्टमा 300 जनालाई चाहिँ हामीले एज अब प्याट्रोन राइडर्स भनेर चाहिँ हामीले रिकगनाइज गर्छौँ 300 जनालाई चाहिँ हामीले बिहानको ब्रेकफास्ट दिउँसोको लन्च र बेलुका चाहिँ हाम्रो झोभे नेवारी भोज सुकुल भोजको आयोजना हामी गर्दछौँ नेवा ननीमा त्यसको लागि चाहिँ विथ जर्सी हाम्रो 2000 रुपियाँको चाहिँ हाम्रो रेजिस्ट्रेसन फी सहित चाहिँ हामीले छुट्टै गुगल फर्ममा चाहिँ हामीले रेजिस्ट्रेसन लिइरहेका छौँ र 300 जनासम्ममा लिमिटेड हो त्यो चाहिँ फर्स्ट कम फर्स्ट सर्ट बेसिसमा र बाँकी अरू सबैजना फेरि यो 300 जना मात्र राइडर होइन कि बाँकी तपाईँहरू सबैजना इन्ट्रेस्टेड नहुन सक्छ यो चाहिँ हाम्रो पुरानो डाटाहरू चाहिँ एनालाइसिस गर्दाखेरि सबैजनाले चाहिँ त्यसरी चाहिँ हुँदैन तर त्यो खालको पनि सबै एकदम वेल मेन्टेन सबैको म्यानेज तपाईँको पनि होस् भन्ने खालको चाहिँ रेस्पोन्सहरूको आधारमा चाहिँ 300 जनाले चाहिँ रेजिस्टर गर्छ भन्ने हाम्रो अनुमान हो 300 जना त्योभन्दा बढी भयो भने नेक्स्ट इयर हामी फेरि यसलाई बढाउँदै जान्छौँ र त्यो बाहेक मेन हाम्रो mykorachallenge.com मा गएर हजुरले भक्तपुर सेलेक्ट गरेर रेजिस्टर गर्नु होला त्यसबाट चाहिँ तपाईँ रेजिस्टर गरेपछि हाम्रो जे हाम्रो फ्रिभिजहरू छ हाम्रो माथि काठमाडौँ कोराबाट आउने फ्रिभिजहरू बफहरू कुरा भइरहेछ र हामीले पनि यहाँबाट हाम्रो पार्टनर्सहरू पाउने फ्रिभिजहरू जति हामी सकिन्छ त्यति हामी चाहिँ अब सकेसम्म धेरैलाई दिने हामी प्रयास गर्छौँ अफकोर्स देयर सम लिमिटेसन्स होइन फ्रिभिजहरू चाहिँ हामी सकेसम्म सबैलाई कम्युनिटीलाई दिन्छौँ राइडर्सहरूलाई पनि दिने कुरा हो त्यो हामी प्रोभाइड गर्नै हाल्छौँ मेन यति कुरा हो यसपालि चाहिँ अलिकति यो कन्फ्युज नहोस् भनेर यो कुरा म फेरि रिपिट गर्न चाहन्छु यसको चाहिँ डिटेल्सहरू हाम्रो फेसबुक पेजमा त्यसपछि हाम्रो मेन हाम्रो चाहिँ वाट्सएप च्यानल र हाम्रो कोरा भक्तपुर 2026 इन्टरकम भन्ने हाम्रो वाट्सएप ग्रुप छ यो ग्रुपमा चाहिँ हाम्रो सबै कुराहरू चाहिँ अफिसियली फ्लो भइरहेको छ अहिले चाहिँ यो वान वे च्यानल हो र यो च्यानल चाहिँ एकदम इम्पोर्टेन्ट पनि छ कोराको दिनमा चाहिँ यसमा हाम्रो 2 वे कम्युनिकेसन हामी ओपन गर्छौँ सबैजनाले यसमा चाहिँ आफ्नो लोकेसन डाटा प्याक अन गरेर लाइभ ट्र्याकिङ गराउनु होला त्यो गरिसकेपछि कुनै पोइन्टमा तपाईँहरूलाई के अप्ठ्यारो परे पनि तपाईँहरूको लोकेसनमा हामी एकदम इमिडिएटली पुग्छौँ यो भक्तपुर यस्तो सानो खाल्डो जस्तो छ जुनै पनि ठाउँमा पुग्नलाई हामीले 15 देखि आधी घन्टाभन्दा धेरै टाइम लाग्दैन हाम्रो रेस्पोन्स टिमहरू बसिरहेको हुन्छ हाम्रो यसमा तपाईँको लोकेसन ट्र्याक गर्नुभयो भने त्यहाँ कम्युनिकेसन गर्न सकिन्छ एभ्री राइडर इज अ भोलिन्टियर भन्ने स्पिरिटमा पनि तपाईँले कोरामा भाग लिनु होला आफ्नो एक अर्काको अगाडि पछाडि को हुनुहुन्छ याद गरेर चाहिँ हामीले सपोर्ट गरौँ र cycleconnectbhaktapur.org हाम्रो अफिसियल वेबसाइट स्टे कनेक्टेड स्टे अपडेटेड र फाइनली अब यो प्रोग्राम हाम्रो अन्त्यमा आइसकेको अवस्था छ अन्त्य गर्नु न अगाडि चाहिँ अब हाम्रो फ्लोरबाट त्यस्तो केही क्वेसन्सहरू छ भने चाहिँ वी आर ओपन फर क्वेसन्स बिफोर भोट अफ थ्याङ्क्स कसैको आफ्नो केही कुरा छ इन्टरेक्ट सेयर गर्नु पनि छ भने पनि अगाडि आएर भन्नु मन छ भने त्यो पनि ठिक छ अथवा चाहिँ हामी एज अ अर्गनाइजिङ टिमलाई केही क्वेसन छ भने पनि ओके नेम दाइ आज मलाई 2-3 जना बालबच्चाहरूले चाहिँ सोधेको थियो कि पैसा चाहिँ गएन रेजिस्टर म नेम ताम्रागाल भक्तपुरबाट आज बाटोमा राइडिङ गर्दा चाहिँ 2-3 जना बच्चाहरूले मलाई सोध्दै थियो दाइ किस कोरामा भाग लिने इच्छा छ तर चाहिँ रेजिस्टर गर्न आएन र पैसा पनि पठाउन जानेन कसरी गर्ने भनेर सोध्दै थियो कतिलाई चाहिँ मैले आफ्नो बाबा प्यारेन्ट्सहरूलाई सोध्नु पनि भनेको छ तर कसै चाहिँ बाबाहरूले चाहिँ इन्कार गर्छ होला भन्ने थियो र यो कोही साथीहरूले पनि मलाई सोध्दै थियो यो मैले भनेअनुसार चाहिँ उनीहरूले पैसा पठाउन जानेन भनेर चाहिँ सोधिरहेको छ त्यसमा चाहिँ के विचार छ यसको लागि चाहिँ कहाँ सम्पर्क गरे या मोबाइल स्क्यानमा या ब्याङ्कमा सिधै हाल्नुपर्ने व्यवस्था त्यस्तो छ कि छैन हुन्छ धन्यवाद अरू केही क्वेसन्स
ठिक छ, यो इस्यु चाहिँ हामीलाई नोटिसमा आइसकेको कुरा हो। यसमा चाहिँ हाम्रो सुसन तिमीले यसमा रिप्लाई गर नि त, के छ हाम्रो टेक्निकल ग्लिच के भएको छ। धन्यवाद नियम दाइ। अब यो रेजिस्ट्रेसन चाहिँ हामीले खास चाहिँ कोरालाई चाहिँ किच कोरालाई चाहिँ कोरा जात्राको एउटा भागको रूपमा होइन, कोरा जात्राको सुरुवातको रूपमा हामीले किच कोरा भक्तपुर कार्यक्रम गरिरहेछौँ। त्यो भएको कारणले चाहिँ हाम्रो mykoraChallenge.com को एउटा जात्रा सेक्सनमा किच कोरा भनेर हामी होस्ट गरिरहेछौँ। त्यहाँ गएर रेजिस्टर गर्न सक्नुहुन्छ। अब त्यहाँ जाँदाखेरि चाहिँ लगइन गर्नुपर्ने एउटा टेक्निकल अवस्था चाहिँ भएकोले चाहिँ धेरैजना चाहिँ गाह्रो हुनसक्छ। त्यो भएकोले चाहिँ हामीले हाम्रो फेसबुक पेज साइकल कनेक्ट भक्तपुर र साइकल कनेक्ट जेनजीको पेजमा चाहिँ सबैले टपमा पोस्ट गरेका छौँ। एउटा त्यहाँ फर्म छ होइन, त्यो फर्म भर्नु होला। यदि तपाईँहरूले त्यो फर्म भर्न सक्नुहुन्न होइन, तपाईँले भन्नुभएको छ कोही बच्चाहरू चाहिँ इन्डिपेन्डेन्टली होइन अभिभावक बाहेक चाहिँ बगेर चाहिँ आउनुहुन्छ भने चाहिँ अब हाम्रो यहाँ पार्टनर्सहरू हुनुहुन्छ, लोकल पार्टनर्सहरू। सो हामी चाहिँ अब केही दिनमा चाहिँ त्यो पार्टनर्सहरूको ठाउँमा पनि गएर चाहिँ मेबी लोकल फिजिकल चाहिँ फर्म भरेर अथवा त्यहाँ सहजीकरण गर्नलाई चाहिँ हामी केही न केही बाटो चाहिँ अप्नाउन सक्छौँ होइन। अब सबैभन्दा सजिलो चाहिँ जसले सक्छ होइन, आफ्नो छरछिमेकमा अघि भने चाहिँ कम्युनिटी इज अ स्ट्रेन्थ। सो छरछिमेकमा कसैलाई सहयोग माग्दा चाहिँ सबैभन्दा सजिलो होइन, आफूले नसक्नु पनि कसै न कसैले त त्यो सहकार्य गरेर चाहिँ उहाँले त्यो सहजीकरण गर्न सकिहाल्नुहुन्छ। सो त्यो भएन भने चाहिँ तपाईँहरूले हाम्रो सम्पर्क नम्बर दिएर चुनाव तपाईँले गर्नुभएको छ, धेरैजनाले सम्पर्क गरिसक्नु भएको छ। उहाँले हामीले चाहिँ फोन मार्फत चाहिँ त्यो कसरी गर्ने अथवा त्यसलाई हामी फिजिकली हामीले गरिदिएर उहाँहरूबाट फिजिकली रिसिभ गर्ने त्यो पनि गर्न सक्छौँ सकेसम्म चाहिँ होइन। किनकि यो 250-जनाले रेजिस्टर गर्नुपर्ने छ, फेरि सबैजनाको हामीले इन्डिभिजुअली गर्नु पऱ्यो भने चाहिँ अलिक गाह्रो हुन्छ। त्यो भएको कारणले चाहिँ एकदम गाह्रो भयो भने चाहिँ हामीलाई सम्पर्क गर्नुहोस्, त्यही भन्न चाहन्छु। धन्यवाद। ओके, थ्याङ्क यू भेरी मच। त्यस्तो केही कन्फ्युज भयो भने हाम्रो फेसबुक पेजमा मेसेज पठाउँदा नि हुन्छ होइन। त्यसपछि हामी त यहीँ भक्तपुरकै लोकलहरू हो, बाटोमा भेट भइहाल्छ फोन गरेपछि होइन। अथवा चाहिँ हाम्रो जुजु बाइक्समा पनि तपाईँहरू गएर सम्पर्क गर्न सक्नुहुन्छ। ब्यासी भक्तपुरमा रहेको, त्यहाँ तपाईँको रेगुलर सपोर्ट एभाइलेबल भइहाल्छ। एनी मोर क्वेसन्स अरू केही छ तपाईँहरूको? पुनम दिदी ए ओके, त्यसो भए अब हामी किचकोरालाई प्रेस गर्नुहुन्छ अहिले। ल हुन्छ, अगाडि आउनु न त दिदी। पुनम दिदी, राकेश दाई, श्रीमान श्रीमती राइडर्स, ल उहाँहरूको जोरदार ताली। उहाँहरू एकदमै मोडल साइक्लिङ कपल भन्नु पऱ्यो होइन। श्रीमान श्रीमती राइडर्सले अब उहाँहरूले प्याटेन्टै हाल्नुभयो, श्रीमान श्रीमती राइडर्स भनेर अर्को नामै राख्नु नपर्ने भयो क्या। अब यति पपुलर बनाइदिनु भएको छ है। ल उहाँहरूको केही कुरा छ सुनौँ। हाम्रो कुरा भन्दाखेरि पनि हामी लास्ट इयर भक्तपुरको लागि चाहिँ आज हामी राइडरलाई पानीको जति महत्त्व त अरूलाई थाहा हुँदैन होला। त्यही भएर चाहिँ हामीले लास्ट 2 इयरदेखि चाहिँ हामीले भक्तपुरमा चाहिँ हामीले चाहिँ पानीको लागि सर्टेन एमाउन्ट हामीले हाम्रो पर्सनल्ली हामीले चाहिँ दिँदा आइरहेको थियो। त्यसैको लागि अहिले पनि त्यतिको लागि मात्रै हो, अरू केही पनि छैन। ल थ्याङ्क यू भेरी मच है। यहाँ चाहिँ एमाउन्ट धेरै छ, जति लेख्दा नि हुन्छ। ब्ल्याङ्क चेक गयो, यो माया चेक हो, यो मायाको चेक हो, ब्ल्याङ्क चेक हो। थ्याङ्क यू सो मच। एउटा चाहिँ म के भन्न चाहन्छु, ल भन। त्यो राख्नुपर्छ। नमस्ते सबैजनामा। यहाँ हाम्रो यो कोराको अर्गनाइजर भनौँ राज दाई र हाम्रो यो साइकल सौन्दर्यबाट नै चिनेको भनौँ। त्योभन्दा पहिले त चिनेको थिएँ प्रोफेसर भनेर, तर अहिले चाहिँ म साइकल सौन्दर्यबाट नै यहाँ हाम्रो ताराला सरलाई चाहिँ म गर्न चाहन्छु। एकैछिन, यो
मलाई चाहिँ अहिले यो साइकलले चिनाएको हो कि मेरो अहिले यो चिनारी चाहिँ मेरो साइकलले दिएको हो। साइक्लिङ गर्दा गर्दै चाहिँ कोरा मैले कोरा 23 मा चाहिँ कोरा 50 गरेको थिएँ काठमाडौँमा। त्यसपछि यता हाम्रो भक्तपुरमा कोरा 100 जति गरेँ। यो कोरा भनेको एउटा मैले बुझेअनुसार चाहिँ सेल्फ च्यालेन्ज हो। आफूले के कति गर्न सकिन्छ भनेर चाहिँ आफूले चाहिँ सेल्फ च्यालेन्ज लिएर चाहिँ अब हामीले सुरुवातमा हामीले 5 किलोमिटर गर्ला 10 किलोमिटर गर्ला होइन, तर त्यो हामीले आफूले चिनेको बाटोमा मात्र जान्छौँ होइन। तर यो कोरामा चाहिँ हामीले आफूले नचिनेको बाटो एउटा इन्डिकेट गरेको ठाउँबाट चाहिँ हामी नयाँ नयाँ ठाउँमा चाहिँ त्यो रिसर्च गर्दै जाने भएर चाहिँ मलाई चाहिँ यो एकदमै यो कोरा भन्ने वर्ड मलाई थाहा थिएन के हो भनेर। यो कोरा वर्ड भन्ने वर्ड मैले साइक्लिङ गरेँ चाहिँ यो कोरा भनेर चाहिँ यो अझ नेवारी वर्ड रहेछ कि यो होइन। यो मन्दिर घुम्ने यस्तो घुम्नेलाई चाहिँ कोरा भन्ने रहेछ। पछि यो साइकलबाट चाहिँ मलाई थाहा भयो यो जुन मेन त अब हाम्रो अब अहिलेसम्म सबैलाई थाहा भइसक्यो होला हामी श्रीमान श्रीमती चाहिँ हाम्रो मेन टार्गेट चाहिँ हाम्रो अब श्रीमान श्रीमतीमा कहिलेकाहीँ थाक्नु त पर्छ नि, तर हाम्रो साइक्लिङले गर्दाखेरि चाहिँ त्यस्तो पनि के पनि अब अहिलेको अवस्थामा चाहिँ त्यस्तो के पनि त्यस्तो ठाकठुक नपर्ने। अहिले साइक्लिङ जर्नी स्टार्ट भएदेखि चाहिँ अब होइन श्रीमान श्रीमतीको हुन्छ नि श्रीमान श्रीमती अहिले चाहिँ हामी होइन झगडा गर्नै पाउँदैन श्रीमान श्रीमतीको के झगडा यो परालको आगो भने जस्तो हुन्छ नि, तर यो चाहिँ अहिले चाहिँ छैन। बट त्यो साइकलले चाहिँ हाम्रो यो बन्डिङ चाहिँ राम्रो भएको भएर चाहिँ यो साइकललाई चाहिँ हामी कन्टिन्यू नै गर्छौँ र हाम्रो चाहिँ यो कपल राइड चाहिँ सबैजना यसरी मिलेर नै कपल राइड गरोस् भनेर हामीले श्रीमान श्रीमती भनेर एउटा नाम राखेको हो। हस् धन्यवाद। थ्याङ्क यू भेरी मच फर द सपोर्ट होइन, काइन्ड सपोर्ट अनि आफ्नो पनि स्टोरी सेयर गरेर अरूलाई इन्सपायर गरिदिनु भएकोमा। अब हाम्रो पनि श्रीमान श्रीमती अरू पनि हुनुहुन्छ, नेम दाई पनि हुनुहुन्छ, यहाँ हाम्रो भाउजू पनि हुनुहुन्छ होइन। अनि त्यसपछि अहिले धेरै भइरहेछ र मेन चाहिँ अब हाम्रो पुनम दिदी चाहिँ हाम्रो भक्तपुरको छोरी पनि हुनुहुन्छ र अब राकेश भिनाजु भन्नु पऱ्यो। भिनाजुले जे होस् हाम्रो दिदीलाई यति राम्रोसँग ट्रिट गर्नुभएको, उहाँलाई चाहिँ भक्तपुर आउँदाखेरि एकदम हामी राम्रोसँग ट्रिट गर्नुपर्छ। अब मासु भात खान जानुपर्छ अहिले। अब ठिक छ, अब फाइनली अरू केही छ भने फेरि हामी केही कुरा गरौँ, नभए अब बिस्तारै हामी एन्डिङ दिन जान्छौँ। ओके, र आजको यो प्रोग्रामको सुरुदेखि एन्डसम्म बसिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। हाम्रो अहिलेसम्म हाम्रो एसोसिएट्सहरू हाम्रो फेरि पनि जुजु बाइक्स, मोन्टाना प्लान्ट स्टुडियो, त्यसपछि हाम्रो कमला पोलिक्लिनिक, त्यसपछि हाम्रो आइकन खबर, त्यसपछि हाम्रो जेन्युन सेकेन्डरी स्कुललाई सम्झिन चाहन्छु। सँगसँगै हाम्रो होटेल दाँचीलाई फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजको यस राम्रो स्पेस हामीलाई प्रोभाइड गरिदिनु भयो, त्यो पनि आफैले एप्रोच गरेर हामीलाई यसरी तपाईँहरूले प्रायोरिटी दिनुभयो, हामीलाई यसरी मोटिभेट गर्नुभएकोमा होटेल दाँचीलाई धेरै 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 धन्यवाद दिन चाहन्छु। होटेल दाँचीको लागि चाहिँ सबैले ताली बजाइदिनु होला। यो सँगसँगै हाम्रो नेवा ननी सल्लाहगरीमा हाम्रो जहाँ चाहिँ मेन इभेन्टको चाहिँ आफ्टर राइट सेरेमनी हुँदैछ, नेवा ननीलाई पनि म सम्झिन चाहन्छु। यो सँगसँगै अब हामीसँग चाहिँ धेरै पार्टनर्सहरू चाहिँ प्रोसेसमा हुनुहुन्छ अनबोर्ड हुनलाई, उहाँहरूलाई पनि अब बिस्तारै अनबोर्ड गर्दै हामी एक्नोलेज गर्दै जाने नै छौँ। र आजको यो हाम्रो निमन्त्रणा स्वीकार गरेर आइदिनु भएको हाम्रो पत्रकार साथीहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसपछि हाम्रो जेसिसको टिम पनि आउनु भएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। ह्यापबाट पनि आउनु भएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो साइक्लिङ मैचाको टिम, साइकल कनेक्ट जेन्जीको टिम, साइकल कनेक्ट भक्तपुरको सबै मेम्बर्सहरू र अरू सबै हाम्रो साथीभाइहरूलाई धेरै धेरै धन्यवाद दिँदै फाइनल भोट अफ थ्याङ्क्सको लागि चाहिँ रियाजलाई नि भन्न चाहन्छु र प्रोग्राम पनि एन्ड गरिदिनुलाई आजको सभाध्यक्षलाई म अनुरोध गर्न चाहन्छु। म पनि बिदा हुन्छु, धन्यवाद। धेरै धेरै धन्यवाद सुमित दाई। आज यस प्रेस मिटका प्रमुख अतिथि हाम्रो राज दाई, अतिथि डाक्टर तालदार श्रेष्ठजी, त्यसपछि एडभाइजर कमिटी, साइक्लिङ मैचा कमिटी, साइकल कनेक्ट जेएनजी, साइकल कनेक्ट भक्तपुरका मेम्बर्स, होटल एसोसिएसन भक्तपुर तथा उपस्थित सम्पूर्णमा मेरो न्यानो अभिवादन।
आजको यस प्रेस मिटमा हाम्रो निमन्त्रणा स्वीकार आइदिनु भएको सम्पूर्णमा फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र त्यो भेन्यू प्रोभाइड गरिदिनु भएकोमा होटेल जातिलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। जुन हिसाबमा हामीले यो कोरा भक्तपुर यो संस्करणको आइडिएसन र जुन भिजुअलाइजेसन गरेको छौँ हामीले सो अनुसार त्यो टाइमलाइनमा हामीले गरिरहेछौँ, त्यो चाहिँ भइ नै रहेछ, त्यो प्रोसेसमै छ। 2 विक्स बाँकी छ सम्भवतः हाम्रो प्रोग्राम आउँदा। र राजदाईले अघि भन्नुभएको जस्तो यो चाहिँ वान अफ इट्स काइन्ड इभेन्ट हो। खासमा चाहिँ 5000 देखि 6000 एउटै दिनमा यति धेरै मान्छे चाहिँ सँगै राइड गर्नु भनेको चाहिँ यो चाहिँ मलाई चाहिँ पर्सनली र धेरै साथीहरूलाई पनि यो वान अफ इट्स काइन्ड इभेन्ट जस्तो लाग्छ। र त्यो भन्दै गर्दा चाहिँ जसरी कोरा भक्तपुरको थिम इम्पावरिङ भनेर छ, त्यसलाई नै अङ्गाल्दै हामीले चाहिँ इम्पावर योर सेल्फ टु इम्पावर अदर्स भन्ने जुन एउटा मेसेज छ त्यो पनि दिन चाहन्छौँ। र अर्को भनेको चाहिँ यो पालिको कोरा भक्तपुरको आफ्नो लोकल कज छ साइक्लिङमै छ, इम्पावरिङ वुमेन्स थ्रु साइक्लिङ भनेर। र अर्को भनेको कोरा जात्राको कन्सेप्ट पनि आएको छ। र कोरा जात्रालाई जसरी हामीले यो संस्करणमा चाहिँ हामीले जोड्न पायौँ, आइडिया गऱ्यौँ, अब त्यसलाई चाहिँ अझै सस्टेनेबल बृहत बनाउनु भयो चाहिँ यहाँको इन्स्टिट्युसन जति पनि यहाँ कम्युनिटीमा भएको इन्डिभिजुअल्सहरू हुनुहुन्छ, त्यसपछि अरू स्टेक होल्डर्सहरू हुनुहुन्छ, उहाँहरूको पनि एफोर्ट लाग्छ र सँगै सहकार्य गर्दै जोडेर चाहिँ हामी अगाडि बढ्ने विश्वास लिएको छौँ। र अघि भने जस्तै इट्स अ सेयर रेस्पोन्सिबिलिटी, यो चाहिँ कम्युनिटी ओनरसिप हो। इट्स नट जस्ट अस टु साइकल कनेक्ट भक्तपुरको मात्र चाहिँ होइन, यो चाहिँ सेयर्ड हो। यो चाहिँ कम्युनिटीले ओनरसिप लियो भने चाहिँ यो चाहिँ अब अघि जात्राको माहौलै हुन्छ यो चाहिँ। र सो एज वी बिलिभ इन आवर कम्युनिटी एन्ड कमिटमेन्ट। र यति भन्दै फेरि पनि सम्पूर्णमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र कोरा जात्रा फिभर इज अन, रेजिस्टर गर्नु होला, नछुटाउनु होला। यति भन्दै प्लिज थ्याङ्क यू।